सेवा प्रवाह सञ्चालन भइसकेका स्थानीय तहहरूसँगको अन्तर्क्रिया कार्यक्रम भनेका छौँ। यो छोटो समयमा हामीले यो प्लेटफर्ममा हजुरहरूसँग अन्तर्क्रिया गर्ने मौका पाएका छौँ। यहाँहरूको सहभागिताको लागि धन्यवाद दिँदै हाम्रो यो स्थानीय तहका लागि जग्गा प्रशासन सेवा प्रवाह तालिम भनेर आज हामी धनगढी उपमहानगरपालिकामा बिदाको दिनमा पनि यो सभा हलमा झन्डै हामी 27 जना प्रशिक्षार्थीहरू र अन्य साथीहरू हामी यहाँ उपस्थित भएका छौँ। यसै क्रममा कैलाली जिल्ला अन्तर्गतको धनगढी उपमहानगरपालिकाबाट अनि लम्पीचुहा नगरपालिकाबाट र कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकाबाट हाम्रा सहभागीहरू यहाँ हुनुहुन्छ। हामीले 26 गतेदेखि कार्यक्रम सुरु गर्दै गर्दाखेरि आज 28 गतेसम्म पनि यसैमा हामी अगाडि बढ्ने क्रममा रहेका छौँ र यो सन्दर्भमा हाम्रो विषयवस्तुहरू मुख्यतया भूमि प्रशासन, जग्गा प्रशासन, नाप नक्सा तथा भूमि अभिलेखका विषयवस्तुहरूमा छलफल गर्ने प्रक्रिया अगाडि बढाउँदै गरेका छौँ। त्यो सँगसँगै विभिन्न प्रविधिको कुरामा नेलिस, मेरो किता, LRIMS, PAMहरूको बारेमा छलफल गर्ने, यसलाई प्र्याक्टिकल रूपमा नै अगाडि बढाउने जमर्को गर्दै गरेका छौँ। र आजको यो छलफलमा हाम्रा आमन्त्रित महानुभावहरूको पालिका र व्यक्तिहरूको नाम मैले यहाँ राख्न चाहेँ। उहाँलाई स्वागत गर्दै कागेश्वरी मनोहरा नगरपालिका डाँची काठमाडौँ जिल्लाबाट आज यहाँ श्री अशोक कुमार सिंह नाफी अधिकृत हुनुहुन्छ। उहाँ जोइन हुनुभयो वा जोइन हुँदै हुनुहुन्छ। उहाँलाई हाम्रो टिमको तर्फबाट स्वागत गर्न चाह्यौँ। त्यस्तै गरी शिव सतासी नगरपालिका ब्याङ डाँडा झापाबाट श्री डिलिराम नेपालजी, उहाँ चाहिँ प्रमुख हुनुहुन्छ। सायद यहाँ केही नामहरू गलत हुन सक्ला, यसको लागि माफी चाहन्छु पनि। उहाँलाई पनि हामीले स्वागत गर्न चाह्यौँ। त्यस्तै गरी कन्काई नगरपालिका जामुनबाडी झापा जिल्लाबाट उहाँ साथीहरू चाहिँ बाटोमा हुनुहुन्छ, बिचमा जोइन गर्न सक्नुहुन्छ। उहाँलाई पनि पछि स्वागत गरौँला। चौडण्डी गढी नगरपालिका बेलटार उदयपुरबाट श्री यज्ञ श्रेष्ठ पनि उपस्थित भइसक्नु भयो होला। ओके, नमस्कार, तपाईँलाई पनि स्वागत छ। भुम्लु गाउँपालिका सल्ले भुम्लु काभ्रे पलाञ्चोकबाट नाफी अधिकृत श्री विपिन खरेलज्यू, हजुरलाई पनि स्वागत छ है हाम्रो यहाँको आजको अन्तर्क्रियामा हुनुहुन्छ। त्यस्तै गरी रोसी गाउँपालिका रोसी काभ्रे पलाञ्चोक जिल्लाबाट नाफी अधिकृत श्री दिपेश चौलागाई पनि हुनुहुन्छ। धन्यवाद। ओके, यहाँलाई पनि स्वागत छ। अर्को मेलम्ची नगरपालिका मेलम्ची सिन्धुपाल्चोकबाट नाफी अधिकृत श्री उत्सव रेग्मी पनि हुनुहुन्छ। यहाँलाई पनि स्वागत छ। ओके, अब यो माहौल आज मन्त्रालय स्तरमा पहिला पनि भइसक्नु पर्ने, आज हामीले मौका पायौँ। हामीसँग चाहिँ तपाईँहरूको उपस्थिति धेरै महत्त्वपूर्ण रहनेछ। विभिन्न विषयवस्तुमा छलफल गर्ने सन्दर्भमा हामीले आजको कार्यक्रमको लागि यो एउटा सानो प्लान तयार गर्दै गर्दाखेरि हामीले परीक्षात्मक कार्यक्रमहरूलाई अगाडि बढाइसकेका छौँ। हाम्रो कार्यक्रमको उद्देश्य भनेको जुन तपाईँहरू 7वटा पालिकाहरूले, स्थानीय तहहरूले भूमि सेवालाई स्थानीय तहमा लगिसक्नु भएको छ र यो हुँदै गर्दाखेरि यसको आजको दिनसम्म आउँदै गर्दाखेरि तपाईँहरूको अनुभव कस्तो रह्यो, अनि हालको स्थितिमा आजको स्थितिमा तपाईँहरू कस्तो हुनुहुन्छ र भोलिबाट अगाडि बढ्दै गर्दाखेरि तपाईँहरूको सामान्य भएका चुनौतीहरू के छन्, त्यसलाई चाहिँ कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा हामी छलफल गर्ने भन्ने रहेको छ। यो सन्दर्भमा मुख्यतया सञ्चालन भइसकेका स्थानीय तहले अवलम्बन गरेका पूर्व तयारीहरू कार्यहरू भन्दै गर्दाखेरि तपाईँहरूको कर्मचारी व्यवस्थापनका विषयवस्तु होला, तपाईँहरूको भौतिक पूर्वाधारको व्यवस्थापनका कुराहरू होला र गाइडेड एन्ड नीति नियम भन्दा माथि त धेरै माथि गयौँ। हाम्रो त कार्यान्वयन तहको कार्यविधिको व्यवस्थाहरू कसरी गर्नुभएको छ भन्ने बारेमा तपाईँहरूको अनुभव, तपाईँहरूको व्यवस्था हामी सुन्न चाहन्छौँ। हाम्रो पार्टिसिपेन्टहरू यो सुन्ने
प्रतीक्षामा छौँ। त्यस्तै गर्दै हाल सञ्चालन हुँदै गर्दाको प्रक्रियाको अवस्था तपाईँले कसरी गरिराख्नु भएको छ त भन्ने प्रक्रियाको बारेमा पनि हामी सुन्न यहाँ उत्सुक छौँ। त्यस्तै गरी तपाईँहरू सामु आएका तपाईँहरूको भूमि प्रशासन शाखा अन्तर्गत आएका चुनौतीहरू के छन् र चुनौती त देख्नुभयो, अब कसरी समाधान गर्ने होला, तपाईँहरूको अवधारणा के होला वा के त्यसको व्यवस्था होला, पूर्व तयारीहरू के हुन सक्ला भन्ने विषयमा हामी छलफल गर्नेछौँ। यो विषयवस्तु भन्दै गर्दाखेरि तपाईँहरू पालिकाका प्रतिनिधिहरू सम्बन्धित व्यक्तिहरूले चाहिँ जुन अघि हामीले नाम एउटा पालिकाको नाम लिस्टिङ गरेका छौँ, तपाईँहरूले यो विषयवस्तुमा प्रत्येक पालिकाले 5 मिनट गरेर आफ्नो सिलसिलेवार प्रस्तुतिहरू दिनुहुनेछ। त्यो पछि तपाईँहरूको मन्तव्य हामीले सुनिसकेपछि हामी 27 जना सहभागीहरू छौँ। हामीले पनि तपाईँहरूको त धेरै कामहरू पढाइसक्नु भएको रहेछ, हाम्रो विषयमा पनि यो के गर्ने होला भन्ने कुनै उत्सुकता आयो, जिज्ञासा आयो भने तपाईँहरूले चाहिँ सम्बोधन गरिदिनु हुनेछ। र त्यो पछि तपाईँहरू जुन 7वटा वा 6वटा पालिकाहरू हुनुहुन्छ, तपाईँहरू बिचमा पनि कतिको अन्तर्क्रिया हुन सकेको छ, छलफल हुन सकेको छ। आज फेरि पनि तपाईँहरूको अन्तर्क्रियाहरू पालै तपाईँहरू गर्नुहुन्छ, हामी सुनेर बस्नेछौँ र यसै गरेर आजको हाम्रो यो अन्तर्क्रिया कार्यक्रमलाई समापन गर्नेछौँ। यहाँको उपस्थितिको लागि, अनलाइन उपस्थितिको लागि धन्यवाद दिँदै अब यही विषयवस्तुमा पालै पालो आफ्नो मन्तव्य राखिदिनु हुन सुरुमा अशोक कुमार सिंहजी आउनुभयो। कागेश्वरी मनोहरा नगरपालिका डाँछी काठमाडौँका प्रतिनिधि श्री अशोक कुमार सिंहजी हुनुहुन्छ। हामीले सुरुमै टिभीमा नेपालमा हल्लाखल्ला गर्दै कागेश्वरीबाट सुरु भयो भन्दै तपाईँहरूको फोटो भिडियोहरू छापछाप्दै देखेका थियौँ। अशोक कुमार सिंहजीलाई चाहिँ आफ्नो अनुभवहरू, आफ्नो यो विषयवस्तुहरूलाई राखिदिनु अनुरोध गर्दछु। हेलो, सुनेछ सर? ठिक छ। नमस्कार, अशोक कुमार सिंह कागेश्वरी मनोहरा नापी अधिकृत। खासमा अब यसो जसमा हजुरलाई केही अझ क्वेसनहरू छ भने हामी पुरै गर्दाखेरि म नापीबाट भएको कारणले नापीबाट सुरु गर्छु सर। हामी नापीबाट चाहिँ काम गर्दै गर्दा यहाँ 1 जना अधिकृत, 2 जना कार्यालय 11 जना नियुक्ति गरेका छन्। त्यसै गरी हामी मालु यता भूमि व्यवस्थापनतर्फ चाहिँ 1 जना अधिकृत हौँ, अनि त्यसपछि 1 जना अधिकृत छैठौँ, त्यसपछि 2 जना र रजिस्ट्रेसनको लागि 3 जना, मोटिभेटरको लागि 1 जना, अनि त्यसपछि मुद्दाको लागि 2 जना र कास गरी 3 जना नियुक्ति गरेका छ मैले कामकाजका लागि। अनि त्यसै गरी भूसेवा चाहिँ हामीले 6 जना, 1 जना इन्चार्ज चाहिँ 5 जना अन्य कर्मचारीको 6 जना चाहिँ हामी भूसेवामा नियुक्ति गरेर हामीले जस लिखत कामकाजहरू सबै हामीले नगरपालिका त्यसै गरी काम क्रममा हाम्रो जस्तै सुरुबाटै प्रक्रिया भनौँ दर्ता चलानीबाटै सुरु गरेर दर्ता हामी एकै ठाउँ गर्ने गरेका छन्। जस्तै भूमि व्यवस्थापन दर्ता चलानी एकै ठाउँमा पनि नापीको पनि दर्ता चलानी एकै ठाउँ गर्ने गरेका छौँ हामीले। त्यहाँ दर्ता भइसके पश्चात चाहिँ बल्ल तपाईँलाई म हाम्रो मालपोतको सर पनि हुनुहुन्छ, उहाँले अझ मालपोत तर्फबाट हाम्रो यहाँ नवरा सर पनि हुनुहुन्छ, यतै उता अझ स्पष्ट गरिदिनुहुन्छ। म थोरै पहिला नापीको कुराहरू सकाइदिइहालेँ हजुरहरूलाई। अब नापीको काममा चाहिँ कम्प्लेक्स कहाँबाट सुरु भयो भनेदेखि हाम्रो यहाँ फिल्ड बुक छैन, प्लट रजिस्टर नभएको कारणले अब उहाँ सरलाई हामीले चिठी पनि लेख्यौँ, अन्तिम किता नम्बर उपलब्ध गराइदिनुहोस् भनेर चिठी हामीले साबित दुईवटा चाहिँ हामीले दुवैलाई हामीले पत्र लेख्ने उहाँले हामीलाई अन्तिम किता नम्बर चाहिँ
दिनुभएको छैन, अहिलेसम्म उपलब्ध गराइदिनु भएको छैन कि। उहाँले के गरिदिनु भयो भने मौखिक रूपमा चाहिँ मात्रै किता नम्बरहरू उपलब्ध गराइदिनु भयो, जसले गर्दा अस्ति भर्खर हामीले त्यहाँ 3टा किता नम्बर दोहोरियो, 3टा पूर्जा किता नम्बर दोहोरियो। त्यो चाहिँ फेरि रेस्पोन्सिबिलिटी उहाँहरूले खोज्नु भएन, उहाँहरूले मौखिक मात्रै दिनुभयो, त्यतिबाट गलत भयो, हामीले त्यतिबाट काम सुरु गरिदियौँ। तर उहाँहरूले चाहिँ फेरि किताब नम्बर कति कायम गर्दै गर्दाखेरि हामीलाई नसोधिकन नै उहाँहरूले किताब नम्बर कायम गरिदिनु, जस गर्दाखेरि पछि चाहिँ हाम्रो वडा अध्यक्ष प्रतिनिधिहरूबाट पनि ती सेक्टरमा अलिक कमजोरी देखियो। जस्तै हाम्रो व्यक्तिगत जग्गाहरू सार्वजनिक संस्थाको उहाँले सिफारिस दिनुभयो, हाम्रो वडा प्रतिनिधि गरिदिनु भयो कि व्यक्तिगत जग्गाहरूको पनि सिफारिस चाहिँ उतापट्टि दिइदिनु, जस कारणले गर्दा अब त्यो चाहिँ ब्याक कसले सक्ने र किन चाहिँ उहाँहरूले नसोधिकन त्यो कुरामा हामी सफल हुन्छ नै। त्यसै गर्दाखेरि हाम्रो अर्को समस्या त त्यो भइगयो किता नम्बर दोहोरिने, उहाँले अझै पनि र अर्को चाहिँ फिल्ड प्लट रजिस्टर पनि हाम्रो उपलब्ध नभएको कारणले के भयो भनेदेखि हामीले त उहाँलाई सोधेर यहाँ नआएका छौँ। तर के भइदियो भनेदेखि उतापट्टि किताब बदरै भएको छैन कि, त्यो किताब बदर भएन भने त्यो कुराहरू पनि पछि गएर कम्प्लेक्स हुने एकदम सम्भावना छ सर। त्यस कारणले कारबाही सुरु गर्दै गर्दाखेरि यी कुराहरू पनि सुरुमै माग गर्दा एकदम बेस्ट हुन्छ सर। प्लट रजिस्टर र फिल्ड बुक यो कुरा भयो भने हामीलाई उतापट्टि किता हामीलाई यता चलाउँदै गर्दा र बदर गर्दै गयो भने पछि चाहिँ यी कुराहरूमा कन्फ्लिक्ट चाहिँ आउँदैन सर। अनि त्यस्तै गरी हामीले अर्को मेन दुईटा समस्या हामीलाई देखेको यी दुईटा समस्या, फिल्ड बुक र प्लट रजिस्टरका समस्याहरू। र त्यसपछिको अरूको अब जस्तै हामीले रेखाङ्कनको कामहरू पनि देशव्यापी रोके तापनि हामीले कागजरी मनानमा रोकेकै छैनौँ, किनकि हामीले 1 गतेबाट सञ्चालन गऱ्यौँ। कागजरी मना नापी र व्यवस्थापन सञ्चालन कामहरू देशव्यापी रोके जसरी नै हामीले रोकिदियो भने अर्को इमेज जान्थ्यो। त्यस कारणले हामी निर्णय गरेर यो व्यवस्था के हामी रेखाङ्कनको कामहरू चाहिँ नरोक्ने भन्ने चाहिँ हामी निर्णय गऱ्यौँ कि, जसमा चाहिँ हामीले कर्मचारीहरू के गरेका छौँ भनेदेखि जस 1-1.5 महिनाको प्रारम्भिक चरणमा हामी 8 बजेदेखि 10 बजेसम्म सहजीकरण हुने खाना बिहान 8 बजेदेखि 10 बजेसम्म 10 बजे पश्चात त्यसपछि फेरि बेलुकातर्फ अब कामको प्रेसर भयो, अलिक कामको प्रेसर भनेदेखि फेरि बेलुका चाहिँ गएर चाहिँ त्यो रेखाङ्कनको कामहरू जस्तै हाम्रो यो एकीकरणमा पनि कामहरू चाहिँ पठाउने यति लगभग छ। र अर्को भन्नै पर्दाखेरि अब स्थानीय तहमा हामी नापी अधिकारी पनि के कुरा ध्यान दिनु पर्यो भनेदेखि केही कुराहरूको त अलिक बढी नै अब तपाईँहरूलाई सबभन्दा गाह्रो पार्ने भनेको व्यक्तिले गाह्रो पार्दैन हजुरहरूलाई। यहाँ हामीलाई यसो मेरो 1 महिनाको अनुभवमा के देखियो भनेदेखि व्यक्ति आफै गुनासो तर फाइल बोकेर लेखापढी उहाँहरू आएर मान्छेहरूलाई भड्काउने यसो गर्दा त्यो कामहरूले गर्दाखेरि 1-2 इस्यु चाहिँ आएको छ सर। ती कुराहरूलाई तपाईँहरूले कसरी कन्ट्रोल गर्नुहुन्छ त्यसमा चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो सर। र उहाँहरूले त एकदमै उहाँले 1 दिनमै काम हुने तपाईँहरूले 4 दिन लाउने, अनि यहाँ चाहिँ काम हुनुभयो भने चाहिँ मान्छेहरूलाई उचाल्ने कामहरू त उहाँले एकदमै गर्नुभएको छ। अनि हामीले पनि हामी सिक्दैछौँ, हामीले काम गर्न ढिला सुस्ती भए तापनि हामी सिक्नु। तर केही दिन जस्तै हामीले साँखुबाट पनि 2 जना कर्मचारी खटाइदिएको थियो हामीले काजमा, चाउल त्यसको कुरा एकदम जटिल त्यो यति भन्दै कुराहरू अझ पनि के हजुरहरूलाई
क्वेसनहरू छ भने सोध्दै गर्नु होला, म त्यसलाई फेरि पुनः जवाब दिनेछु। र हाम्रो मार्फतका केही कुराहरू आइदिनु म नवराज सरलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। नमस्कार सबैजना सरलाई। नमस्ते। व्यवस्थापन शाखा कागेश्वरी मनारा नगरपालिकामा म कार्यरत छु सर। अब यहाँ चाहिँ के समस्या हुँदो रहेछ भन्नुहुन्छ नि, भूमि व्यवस्थापन कार्यालय र भूमि प्रशासन कार्यालय बिच चाहिँ अलिकता मतभेद चाहिँ समन्वय नभएको कि भन्ने कुरा बुझ्छु कि मैले। मालपोत कार्यालय, पहिलाको मालपोत कार्यालय, अहिलेको भूमि प्रशासन कार्यालय, उनीहरूले के स्थानीय तहमा गयो, हाम्रा अधिकारहरू सबै स्थानीय तहले खोसेर लाने भए, उनीहरूले गर्ने भए, हाम्रा कामहरू खोसे भन्ने त्यो भान हो कि भन्ने लाग्यो मलाई चाहिँ, होइन? त्यो नभइकन जनताको सहजीकरणको लागि जुन नगरपालिकाका जनताहरू छन् उनीहरूको सहजीकरणको स्थानीय तहबाटै काम होस् भन्ने हिसाबले नेपाल सरकारबाट स्थानीय तहमा संविधानमै व्यवस्था भएर आएको हो भन्ने मलाई लाग्छ। अब यसमा चाहिँ अलिकति जटिलता चाहिँ के हुँदो रहेछ भने, मोठ जुन हामीसित मोठ हुँदैन, त्यसको तामेली व्यवस्थापन हुँदैन, त्यो नभइरहेको अवस्थामा अलिकति गाह्रो चाहिँ हुँदो रहेछ। अब क्लेनहरू आउँछन्, काम गर्ने क्रममा आउँछन्, काम गर्न आउँदाखेरि उनीहरूलाई के हुन्छ भने रोक्का फुक्का भिडाउनु पऱ्यो। अब रोक्का हामीलाई अहिले के अथोरिटी दिएको छ भने पिटी र पिएम भएको एउटै त्यही नगरपालिकाको मान्छे भएको मात्रै काम त्यहाँबाट गर्नु, अरू चाहिँ भूमि प्रशासन कार्यालयमै फर्काइदिनु, त्यहीँबाट काम हुन्छ भनेर हामीलाई त्यही निर्देशन भएको छ। त्यही अनुसारले गर्दै गर्दाखेरि त्यो भूमि प्रशासन भनेर पछि उनीहरूलाई सम्झाइयो, सम्झाइ बुझाइ गरियो, मन्त्रालय विभागमा समन्वय गरियो, समन्वय गरेर कहाँ भूमि प्रशासन अहिले अलिक सहज भएको छ। सुरुका दिनहरूमा कठिनाइ हुन्छ, नआत्तिनुहोस्, आँट हिम्मत गरेर काम गर्नुपर्छ, काम गर्दाखेरि सफल हुन्छ। नयाँ त्यो कुरा भन्न चाहेँ। अर्को कुरा चाहिँ मलाई होइन सर, यो भूमि प्रशासन विभागको छ। अब हामी समस्या भन्नुहुन्छ भने यो भूमि सुधार कार्यालयले निर्णय गरेर पठाएको जग्गा बाँडफाँड, बाँडफाँड र मोही नामसारी सम्बन्धी काम चाहिँ त्यो काम अहिलेसम्म खुल्न सकेको अवस्था छैन, होइन? सफ्टवेयरले हामीलाई सपोर्टिङ गरिरहेको छैन। यो काम चाहिँ अलिकति छिटोभन्दा छिटो भइदियो भने अझ सहजता होला भन्ने लाग्छ सर हामीलाई। अनि रोक्का फुक्कामा अलिकति समस्या देखिरहेको छ। यो विषयमा हामीले विभागमा सरहरूसित कन्सल्ट गरिरहेका छौँ, यसको समस्याको समाधान होला। अहिले मालपोतमा चाहिँ काम गर्ने हिसाबमा हेर्ने भने यसलाई 13जना भन्दा घटी कर्मचारीको व्यवस्थापन गरेर काम अगाडि बढाउँछु। त्योभन्दा अलिकति 1-2 जना कम गर्दा पनि हुन्छ। छ त अहिले टोटल काम गर्न 13जना कर्मचारी चाहिँ राखेर कामलाई स्मुथली ढङ्गसित अगाडि बढाउनु भने अगाडि बढ्छ सर। हस्, मैले यति भन्न चाहेँ। त्यो अरू केही कुरा भयो भने फेरि पछि जोडिन्छ। म थोरै कुराहरू पनि जोडिदिएँ सर। यहाँ अर्को हाम्रो यहाँ समस्या के देखाएको थियो भनेदेखि, जस्तै हाम्रो सेवामा सबै यो हामीले डेटाहरू इन्ट्री गर्दै गर्दा, स्क्यान गर्दै गर्दाखेरि फेरि हामी पुनः त्यही डाटाहरू फिल गराउनु पर्ने, त्यही डाटाहरू पुनः इन्ट्री गर्नुपर्ने हुँदाखेरि हामीलाई चाहिँ त्यहाँ एकदमै टाइम चाहिँ खेर गएको छ, जसले गर्दा सेवाग्राहीले एकदमै दुःख पाएको छ कि पाम र हाम्रो सर्भिस डेस्क कनेक्सन भयो भने त्यहाँ पनि हाम्रो फ्लो यो जुन हुन्छ नि व्यक्तिको फ्लोहरू एकदमै घटेर आउँछ, जसले गर्दा अझ सेवा पाउँछ भन्ने चाहिँ मैले त्यो विश्वास गरेको छु सर। यति भने हस्, थ्याङ्क यू। हाम्रो कागेश्वरी मनोहराबाट अशोक कुमार सिंहज्यू र नवराजीले आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुभयो, धन्यवाद। फेरि हामी पछाडि तपाईँसँग जोडिनेछौँ। यो पछि आफ्नो अनुभवहरू राखिदिनु हुन शिव 87 नगरपालिका ब्याङ डाँडाबाट दिलीराम नेपालजी। नमस्कार मेरो सबैलाई नमस्कार। अब एक कुरा आयो, म अलिकति जान्छु।
हामीले 2082 साल माघ 20 गतेदेखि यो भू सेवा सञ्चालन गरेका थियौँ हाम्रो नगरपालिकाबाट। र त्यसले केही आइडियाहरू केही जग्गाको चाहिँ भूमि प्रशासन सम्बन्धी कार्य गर्न केही जनरल नलेजहरू हामीलाई त्यसले क्रिएट गरेका थियो। र त्यसपछि हामीले यही असारको 3 गतेदेखि हामी भूमि व्यवस्थापन शाखा उद्घाटन गरेर सेवा प्रदान गरेका छौँ। र अहिले कागेश्वरी मनोहरा नगरपालिका सरले भन्नुभयो, तर हामी यो जनशक्तिको हिसाबमा चाहिँ अलिक कमजोर छौँ। र अहिले हामी पहिलो हामीले कार्यकक्ष हाम्रो भौतिक पूर्वाधार निर्माणको प्रक्रियामा हामी पहिला गएका छौँ। हामीले भूसेवा सञ्चालन गर्ने एउटा कार्यकक्ष छुट्टै कार्यकक्ष बनाएका छौँ, जसका 2टा झ्यालहरूबाट हामी त्यहाँ सेवा दिन्छौँ र त्यहाँ 2जना साथीहरू चाहिँ काम गर्नुहुन्छ। हाम्रो अब हाम्रो जुनियर रेजिस्ट्रेसन अफिसर बस्ने र हाम्रो चाहिँ ल्यान्ड रेभेन्यू अफिसर बस्ने एउटा रुम छ। त्यो रुम चाहिँ अलिक ठुलो रुम छ, त्यसमा 3टा झ्यालमा बस्ने गरेका छौँ। र लगातार गरेर हामीले एउटा कोठा बनाएको छौँ, त्यहाँ एउटा झ्यालबाट त्यहाँ सेवा दिन्छौँ। र हामीले यसरी भूमि प्रशासन रेजिस्ट्रेसन भनेर निर्माण गरेका छौँ भने यता एउटा कार्यकक्ष सञ्चालन गरेका छौँ। त्यहाँ चाहिँ हामीसँग अहिले मौजूदा हामी नापी अधिकृतको परीक्षा हाम्रो भोलि हुँदैछ। हामीसँग अहिलेसम्म 1जना सदस्य र 2जना अमिन सरहरू मात्रै हुनुहुन्छ, 1जना म्याडम सर। र त्यसरी जनशक्तिले अहिलेसम्म काम गरिरहेका छौँ। र हामीसँग अहिले ठ्याक्कै जनशक्ति हामी 10जना जनशक्ति छौँ। 6जना प्रशासनिक तर्फ र 7जना प्रशासनिक तर्फ र 3जना प्राविधिक सर्वे तर्फ छौँ हामी। र हामीले सबै भूसेवा गर्ने कार्यकालमा 2जना म्यान पावर, 2जना हामीले कम्प्युटर र जोडिदिएका छौँ। यता एउटा कम्प्युटर जोडान गर्नु नै पर्छ। दर्ता गरेका छौँ। र प्रिन्टर अब यता नापीपट्टि पनि गरेका छौँ। प्रिन्टर, कलर प्रिन्टर हामीले चाहिँ पूर्जा निकाल्दा पनि कलर प्रिन्ट मार्फतै निकाल्दा चाहिँ सेवाग्राहीलाई दिने गरेका छौँ। हामीले यो सञ्चालन गरेका छौँ भने हाम्रो जुन हाम्रो नगरपालिकामा सञ्चालन भएको 20 MBPS को चाहिँ छुट्टै चाहिँ हाम्रो प्रशासनिक तर्फ चयन गरेका छौँ। र हामीलाई अहिले नगरपालिकाको सरले पनि भन्नुभयो जस्तै हामीले के समस्याहरू, के सुविधाहरू, के अप्ठ्याराहरू, कहिलेकाहीँ के कानुनी विषयहरू पनि अस्पष्टहरू हामीले देख्यौँ। त्यो देख्दा हामीले अहिलेसम्म यो राजीनामा अंश भरपाई हालैदेखिको बखत जम्मा 94 एउटा हामीले जम्मा 17 दिन चाहिँ हामीले 25%सम्मको तथ्याङ्क चाहिँ मसँग छ। हामीले 17 दिन कार्यकालमा 94 एउटा हामीले पास गर्यौँ भने 190 क्रियाकलापहरू हामीले त्यहाँ सञ्चालन गरेका छौँ। र 26 गतेको हामीसँग पनि 17वटा क्रियाकलापहरू थपिएका छन्। यी थपिएका सरले भनेको अहिले हामीले प्रशासनिक तर्फ 6जना, यता सर्वेसँग तर्फ 4जना, 10जना कर्मचारीहरू सेवा प्रवाह गरिरहेका छौँ। र यहाँ कुनै बखत बिरामी भयो अथवा बिदा बस्नु पर्यो भने केही समस्या सँगसँगै निम्ति रहेको छ। र पनि हाम्रो व्यवस्थापन गर्ने हाम्रोमा चाहिँ जनशक्तिको सङ्ख्या पनि अलिक कमी भएको र हाम्रो ONM पनि भर्खर स्वीकृत भएको कारणले गर्दा अलि यो जनशक्तिलाई व्यवस्थापन गर्नुपर्ने अप्ठ्यारो सिर्जना भएको छ। र काम गर्ने दौरानमा काम गर्दै जाँदा नापी तर्फ पनि काम गर्दै जाँदा हामीले गरेको कामको योभन्दा अगाडि गरेका कामहरूको हामीसँग नहुने, दोहोरो समस्या हुने कुरा यतापट्टि किता काट हुँदाखेरि उतापट्टिको चाहिने नक्सा किताहरूलाई चाहिँ दोहोरो पर्न जाने। हाम्रै पनि हामीले नयाँ धनीपूर्जा जारी गरेका छौँ। त्योभन्दा अगाडि भूमि प्रशासन कार्यालयमा छन्, त्यसको चाहिँ कसरी
त्यसलाई चाहिँ नि अब बदर गर्ने हो, त्यसलाई कसरी हटाउने हो, त्यसलाई कसरी क्रस गर्ने हो भन्ने कुरा अहिलेसम्म क्लियर छैन। अब सँगसँगै सर अघि सरले भन्नुभयो जस्तो हाम्रो चाहिँ नि भू सेवा केन्द्रबाट हामी 550 साथीहरू यही हामीलाई एक्सेस छ, त्यो चलाएर चाहिँ त्यसको भिडियो तयार गर्नुहुन्छ। यतापट्टि हाम्रो चाहिँ अब अरू देशमा आए त फेरि त्यसलाई रिलिज गर्नुपर्ने, त्यो रिलिज गर्नुपर्ने भएको कारणले गर्दा एउटा काम दोहोरो गर्नुपर्ने आवश्यकता लाग्छ। कम्तीमा त्यो 5 र त्यो एलएमएसलाई चाहिँ हामीले लिङ्क गराइदिने हो भने काममा त्यति छिटो हुने अवस्था देखिएको छ। त्यो काम पनि चाँडै हुन्छ होला, गर्छ होला भन्ने हामी अपेक्षा गरिरहेका छौँ। सँगसँगै हामीले गरेको काममा चाहिँ कोही कोही चाहिँ सेवाग्राही हाम्रो यो चाहिँ सुरक्षा नगरपालिकामा भएकाहरूको बाह्य जिल्लाका सेवाग्राहीको चाहिँ हाम्रो एलआइएममा चाहिँ इन्ट्री गर्दाखेरि नागरिकता उहाँको व्यक्तिगत विवरण इन्ट्री गर्दाखेरि ठाउँ ठेगाना त्यो नदेखाउने समस्या पनि हाम्रोमा भर्खरै आयो। अर्को समस्या के आइरहेको छ भने ब्याङ्क तथा वित्तीय संस्था मार्फत रोका अनिवार्य अनलाइन गर्नुपर्ने छ भन्ने विभागको चाहिँ सूचना छ। यो तर हाम्रोमा चाहिँ अनलाइन गर्ने विधिहरू पनि हाम्रोमा छैन। अब समस्या के आयो भने पहिलो हाम्रै तर्फबाट धनी पूर्जा जारी गरिसक्यो, पूर्जा जारी गरिसक्यौँ। त्यो थालिसक्यो। हामी भूमि प्रशासन कार्यालयमा चाहिँ समन्वय गर्दा त्यो काम चाहिँ दोस्रो चरणको तपाईँहरूले त्यहीँबाट सम्पादन गर्ने भन्ने विषय आउँछ। अब हामीलाई अनलाइन रोका गर्ने यही सन्दर्भमा मैले हिजो विभागको चाहिँ कम्प्युटर अधिकारी सरसँग सम्पर्क गरेको थिएँ। केही कुरा म जानकारी गराउँछु भन्ने उहाँले हामीलाई भन्नुभएको थियो। सम्भावना हामी सोमबारसम्म त्यो विषयमा जानकारी पाउँछौँ भन्ने हामी आशा लिएका छौँ। अर्को समस्या के आएको छ हाम्रो भने सर्भिस तीनटा चाहिँ कम्प्युटर कनेक्ट हुँदैन। अब त्यो एउटा डिस्कनेक्ट गरेर मात्रै हामी चाहिँ अर्को चाहिँ कनेक्ट गरेर काम गर्नुपर्ने अवस्था सिर्जना छ। त्यसले गर्दा एकातिर काम पेन्डिङ बस्छ, भनेपछि यो भिपिएन हामीले सकिने अवस्थामा बन्छ, हामीले देखेका छौँ। अर्को बायोमेट्रिक गरेको हुनु पर्यो, लिन नम्बर कायम भएको हुनु पर्यो। त्यो पूर्जाहरू मात्रै हामीले त्यसलाई चाहिँ त्यसको कामहरू अगाडि बढाउन सक्ने गरी हामीलाई चाहिँ नि भूमि नियावली 2083 अब हामीले भूमि प्रशासन कार्यालयमा पठाउँछौँ। उहाँबाट चाहिँ सरहरूले त्यही पुरानो पूर्जामा भनेर लेखेर पठाइदिनुहुन्छ। समस्या त्यसले दुखी पटक दौडिनु परेपछि सेवाग्राहीलाई तिरमर्का हुन्छ। त्यो अवस्था छ, त्यो अलिक समन्वयको चाहिँ अलिक कमी भएको जस्तो लाग्छ। यो चाहिँ यो समन्वय गराउने कार्यमा विभागले अलिकति पहल गरिदिनु पर्ने अवस्था चाहिँ हामीले यो काम गर्ने दौरानमा देखिएको छ। अब कहिले कहिले जाने कि खुल्दैन त्यो इन्टरनेट मार्फतै सञ्चालन गर्ने यो कुराहरूलाई चाहिँ सहज गरी ल्याउन पनि जस्तो लाग्छ। तर आगामी दिनमा फेरि यो इन्टरनेट मार्फतै चाहिँ हामीलाई लागेको छ। र अहिलेसम्म हेर्दा केही कुरा जस्तो अब नयाँ, किनभने इतिहास त्यसले गर्दा भौतिक जनसङ्ख्या ट्रेन गर्नुपर्ने केही समय लाग्छ। हाम्रो नगरपालिकाको हकमा चाहिँ भूमि प्रशासन कार्यालयबाट 2 जना सर र कार्यालयबाट 2 जना सर हामीलाई समन्वय गर्न पठाउनु भएको छ। यो विषयमा गर्नु भएको छ।
उहाँहरू निरन्तर अब 17औं दिनसम्म चाहिँ उहाँहरू चाहिँ हामीसँग निरन्तर दैनिक रूपमा चाहिँ आएर हामीलाई सहयोग गर्ने गरिरहनु भएको छ। हामीले उहाँहरूलाई धेरै धन्यवाद पनि दिएका छौँ र कार्यकर्ताले उहाँहरूलाई पनि धेरै धन्यवाद पनि दिइरहेको छ। यसरी सञ्चालन हामीले गरिरहेका छौँ। यो हाम्रो 17औं दिन चाहिँ हामीले हाम्रो सेवा चाहिँ सञ्चालन गरिरहेको परिप्रेक्ष्यमा यही अवस्था छ र सञ्चालन गर्न नसकिने अवस्था चाहिँ होइन, सकिन्छ, तर हामीलाई केही केही नलेजहरू चाहिँ आवश्यक पर्ने अवस्था चाहिँ देखियो र मोटामोटी यो जनरली अब नयाँ पालिकाहरूको साथीहरू सेवा सञ्चालन गर्ने प्रोग्राममा हुनुहुन्छ। पालिकाहरूले मोटामोटी सेवा सञ्चालन गर्ने प्रारम्भिक चरण सञ्चालन गर्दा करिब कार्यहरू सबै छ भने विभिन्न फर्निचर र इक्विपमेन्टहरू सबै कुरा जोइन गर्दा करिब 12 देखि 15 लाख जति पैसा चाहिँ खर्च गर्दा ती इक्विपमेन्टहरू सञ्चालन गर्न सकिने अवस्था चाहिँ हाम्रो अनुभवले देखाएको छ। थ्याङ्क यू। शिव सदाशिव धनीराम नेपालज्यूले विभिन्न विषयवस्तुहरू उठान गरिदिनु, जेआरओ एलआरओदेखि लिएर भिपिएनका कुराहरू र विभागीय सम्बन्धीका कुराहरू पनि उठान गरिदिनु भएको छ। उहाँलाई धन्यवाद। र यो पछि कन्काई नगरपालिकाबाट कोही उपस्थित हुनुभएको छ? कन्काईबाट झापाबाट कन्काईबाट कोही हुनुहुन्छ भने कन्काईबाट हुनुहुन्छ? कन्काईबाट कोही हुनुहुन्छ? ठिक छ, उहाँलाई पछि हामी फेरि लिङ्क गरौँला। म्युटमा हुनुहुन्छ बद्री सर, तपाईँ अन गरौँ न म्युट। कन्काईबाट हुनुहुन्छ तपाईँ? ए बद्री सर हुनुहुन्छ, आउनु भएको छ? ल कन्काई नगरपालिका झापाबाट बद्री दाहालजी हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्दै आफ्नो अनुभव सेयर गरिदिनु अनुरोध गर्दैछु। बद्री दाहाल सर। त्यो म्युट हुनुहुन्छ क्या तपाईँ? म्युट हुनुहुन्छ, त्यो औ गर्नु न। त्यो साउन्ड म्युट हुनुहुन्छ क्या तपाईँ? म्युट साउन्ड उहाँ चाहिँ अलिक विशेष परिस्थितिमा हस्पिटल कि कता एकछिन है, हामी चुप लाग्यो। नमस्कार सम्पूर्णमा। ओके, बद्री दाहालज्यूलाई धेरै स्वागत छ है। ल सम्पूर्णमा नमस्कार, म बद्री कुमार दाहाल कन्काई नगरपालिकाबाट। सुनिन्छ? सुनिन्छ सर, सुनिन्छ। ल धन्यवाद सर। म अलिकति आफ्नै यहाँ पारिवारिक समस्याले हस्पिटलमा छु, हस्पिटलबाट यहाँ कनेक्ट भएको छु। म रहन सक्दिनँ कि भन्ने कुराहरू थिए, फेरि अहिले यहाँ अलिकति समय निक्लेर म जोइन भएको छु। सम्पूर्णमा नमस्कार भने पुनः विशेष गरी कन्काई नगरपालिकाले 8 गते असार 8 गतेदेखि भूमि व्यवस्थापनको कार्य सुरु गरेका छ। अहिलेसम्मको हाम्रो लगभग 42वटा हामीले राजीनामा पास गरिसकेका छौँ। जस्तो अंश पारको कुरा, अंश भरपाईको कुरा अनि हाम्रो प्रकाशको कुरा गरेर हामी लगभग 42वटा अस्तिसम्म हामीले 42वटा राजीनामा पास गरिसकेको अवस्था छ। अघि डेली सरले भने जस्तै समस्या चाहिँ छन्। समस्या के हो भन्दा मेन कुरा भनेको पाम र यतापट्टिको एलायन्सको लिङ्क नभएको कारणले गर्दाखेरि त्यो चाहिँ एउटा समस्या नै देखिएको छ। पहिलो कुरा हामीले दुईटा कुरालाई लिङ्क हुनैपर्छ। लिङ्क भएन भने दोहोरो इन्ट्री गर्नुपर्ने झन्झटिलो प्रक्रिया एउटा पाटो रह्यो। अर्को पाटो भनेको अलिकति नयाँ कुराहरू। अब हामी पालिकाको लागि चाहिँ यो भूमि सम्बन्धीको काम भनेको नितान्त नयाँ भएको कारणले गर्दा नयाँ कुराहरू आइरहने र मार्फतबाट सहयोगको लागि सरहरू आउनु भएको सरहरू अब केही समय बसेर फर्किनु भएको छ र बिचमा हामीले सम्पर्क मार्फत फोन मार्फतबाट हामीले काम गर्दैछौँ। काम गरेर सहजता हुँदैछ। र मेन कुरा हाम्रो समस्या कहाँ आएको छ भन्दा नापी कार्यालयबाट सम्पूर्ण वार्डको के अरे फाइल नक्साहरू चाहिँ प्राप्त नभएको कारणले गर्दा दोहोरो समस्या परेको छ। अब यहाँबाट उहाँहरू नापी कार्यालय जानुहुन्छ। नापी कार्यालयले फाइल नक्सा नभएको कारणले गर्दा हामीले यहाँनिर किताकाटको कुराहरू केही गर्न सकिरहेको अवस्था छैन।
त्यसले गर्दा जनताहरू दुःख पाइरहेको अवस्था छ। सीमित वार्डको मात्रै आएकोले गर्दा हामीले नगर प्रमुखज्यू प्रमुख प्रशासक अधिकारी समक्ष यो कुरा राखिसकेका छौँ र विभागसँग पनि समन्वय गरेर यहाँ नापी कार्यालयको प्रमुख नापी अधिकारीसँग पनि कुरा भएको छ र त्यो नआएको कारणले गर्दाखेरि खेता काटमा समस्या देखिरहेको अवस्था छ। यसले जनतामा दुःख पाउने अवस्था भयो र हामीले काम गर्ने के उसले त्यो एउटा समस्या भएको कारणले गर्दाखेरि फाइल नक्साहरू आउनु पर्यो भन्ने कुराको मैले अवगत गराउन चाहेँ। धनी पूर्जा र नयाँ धनी पूर्जाको उचाइबाट हातले लेखेर आउने अघि लेडिसहरूले पनि छ। पुरानो लिएर जाने नयाँ बनाउनुहोस् भन्दाखेरि पनि तपाईँको नयाँ छ, पुरानो नयाँलाई किन बनाउने यतिबाट काम आउँदो रहेछ यो मालपोत कार्यालय नापी कार्यालयबाट मालपोत कार्यालयबाट। अहिले चाहिँ हामीले त्यो कुरालाई चाहिँ जसरी हुन्छ हामी यहाँबाट पत्रचार गरिसकेपछि तपाईँले त्यहाँबाट नयाँ बनाउँदै पठाइदिनुहोस् भन्ने खालको कुराहरू भएको छ। सायद अब त्यो पनि समस्या समाधान नभयो, तर मेन कुरा भनेको चाहिँ हामीलाई त्यो फाइल नक्सा नआएकोले गर्दा खेता काटमा समस्या आएको छ सर। मैले त्यति भने अहिले हस् हस्, धेरै धेरै धन्यवाद। विषम परिस्थितिमा पनि अस्पतालदेखि जोडिनु भयो। हाम्रो कन्काई नगरपालिका झापाबाट बद्री दाहालजीलाई धेरै धेरै धन्यवाद। फेरि पनि हामी हजुरसँग समय यो अवस्था मिल्यो भने दोहोरो अन्तर्क्रियामा आउनेछौँ। यो पछि चौडण्डी नगरपालिका वीरता श्री एके श्रेष्ठजी प्लिज। एके श्रेष्ठजी प्लिज। डिस्टर्ब आएको हो, कताबाट आयो डिस्टर्ब? हाम्रो ठिक छ, बोल्नु। ठिक छ, हामीले सुनिरहेका छौँ। हामीले धेरै दिल्लीराम सरले अब त्यसै गरी बद्री सरहरूले पनि भनिसक्नु भएको छ, समस्या लगभग सेम नै हो। अब हाम्रो कुरामा चाहिँ अब भौतिक पूर्वाधारको कुराहरूमा चाहिँ हाम्रो एउटा भवन छ, त्यो भवनभित्र हामीले चाहिँ नापीको काम पनि र भूमि प्रशासनको काम पनि खटाएका छौँ। अब हामीले यो लेआउट चाहिँ यो मालपोत कार्यालय जिल्लाले हेरेर हामीले त्यही अनुसारले अगाडि बढ्यौँ र अहिले हाम्रोमा यो इन्टरनेटको कुरामा चाहिँ नापीतर्फ मात्रै हामीले इन्टरनेट जोडेका छौँ भने अर्कोतिर चाहिँ इन्टरनेट मात्रै जोडेर भिपिएनको प्रयोग गरेर हामीले गरेका छौँ। र अहिले अब सरस्वती जनसङ्ख्याको कुरामा चाहिँ हामीसँग अहिले नापी अधिकृत हुनुहुन्न। अहिले सर्वेक्षक हुनुहुन्छ र 3 जना अमिनले हामीले नापीको काम अगाडि बढाइरहेका छौँ र नापीको सन्दर्भमा कुरा राख्न चाहिँ हाम्रो यहाँ निमित्त सर्वेक्षक र अमिन पनि आउनु भएको छ यो ग्रुपमा, उहाँले पनि राख्नुहुन्छ र म सरस्वती चाहिँ यो भूमि प्रशासनतर्फको कुरा अगाडि बढाउन चाहन्छु। र हामीले चाहिँ यो असारको 3 गतेबाट भूमि प्रशासन सेवा सुचारू गऱ्यौँ र यस कामका लागि चाहिँ यहाँ भूमि प्रशासन कार्यालय जिल्लाबाट चाहिँ 2 जना सरहरू आएर हामीलाई मद्दत गरिराख्नु भएको छ र अहिले पनि मद्दत गरिराख्नु सहयोग गरिराख्नु भएको छ, निरन्तर आउनु भएको छ। यसका लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद यहाँबाट पनि दिन चाहे र व्यक्तिगत रूपमा अफिसियल रूपमा पनि हामीले धन्यवाद ज्ञापन गरेकै छौँ। र अलिकति कुरा चाहिँ आएका समस्याहरूमा चाहिँ अब सबैभन्दा पहिले धेरै कुरा त आइसकेको छ। अब धेरै लम्ब्याएर कुरा गर्नुभन्दा पनि यहाँ ममा आएका कुराहरू चाहिँ
यो रजिस्ट्रेसन शुल्क उठाएर राख्ने कुरामा चाहिँ खाताको कुन चाहिँ खातामा राख्ने भन्ने अझै पनि यकिन भएन र हामीले चाहिँ यो दिल्लीराम सरसँग पनि समन्वय गरेर र विभागसँग पनि समन्वय चिठी पत्र मार्फत समन्वय गरेकै छौँ र अहिले चाहिँ हामीले नगरपालिकाकै एउटा विभाज्य कोषको खातामा जम्मा गरेका छौँ। यसमा चाहिँ अझै पनि स्पष्ट भइएको छैन। यो खाताको कुरामा चाहिँ स्पष्ट गरिदिनु हुनको लागि मैले अनुरोध गरेँ र अहिले चाहिँ हाम्रो कर्मचारीको भविष्यमा एकजना रहेका छौँ। यसको लागि छुट्टै कार्यकक्ष रहेको छ। एसडीमा हाम्रो एकजना रहेको छ। यसै गरी मोठ अन्तर्गत चाहिँ दर्ता चलानी र मोठ तीबाट हुने गरी हामीले छुट्टै कार्यकक्ष बनाएर एकजनाको व्यवस्थापन गरेका छौँ र रजिस्ट्रेसन एलआर गरेर हाम्रो एकजना गरेर जम्मा यतातिर 6 जना र नापीतिर हामीले अहिले 4 जना गरेर 10 जनाले हामीले चलाइरहेका छौँ र यसमा हाम्रो कोही एकजना बिदा बस्नु भयो भने काम चाहिँ रोक्ने अवस्था छ। यतापट्टि यो भूमि प्रशासनतिर चाहिँ कुनै कारणले चाहिँ बिरामी भयो अथवा केही भएर बाहिर जानु पर्यो भने यसको चाहिँ अर्को जनाले अब काम गर्न दुईटा जिम्मा पनि लिन नमिल्ने भएको कारणले गर्दा चाहिँ अहिले एकजना पनि यहाँ बिदा बस्नु पर्यो। त्यस्तै अप्ठ्यारो पर्यो भने चाहिँ यहाँ काम रोकिने नै अवस्था छ। र अर्को कुरा अघि उठाइ पनि सक्नुभयो सरहरूले, अब भुसियामा गरेको कुरा एसडीमा पुनः फेरि त्यहाँनिर म्यानुअली इन्ट्री गर्नुपर्दा चाहिँ अलिकति विवाद जस्तो पनि भइसकेको अवस्था छ। त्यहाँ चाहिँ अब स्थानीय तहमा नजिक आयो अब काम छिटो हुन्छ भनेर उहाँहरू बाहिरबाट त्यस्तो स्कुलिङबाट आउनुहुन्छ। यहाँ चाहिँ अब फेरि त्यही कामलाई गर्दाखेरि चाहिँ अझै नयाँ पनि भएको र धेरै कुराहरू बुझ्दै पनि गर्नुपर्ने भएको हुनाले त्यही कामलाई दोहोऱ्याएर गर्ने गर्दा चाहिँ अझै मान्छेहरू रिसाउने अब त्यस्तो अब विवाद गर्न खोज्ने समस्याहरू चाहिँ आएको छ। अब यसलाई चाहिँ सेवामा गरेका कुराहरूलाई चाहिँ यहाँ जिल्लामा जस्तै अब सबमिसन नम्बर लिएर सोझै हुने खालको चाहिँ त्यो खालको सिस्टम बनाइदिनु हुन पनि मैले पनि अनुरोध गरेँ। र अर्को कुरा सिस्टम एकदम स्लो चल्ने र सिस्टम स्लो चलेको कारणले गर्दाखेरि चाहिँ मान्छे उभिराख्नु पर्ने, अब त्यो भिडभाड बढी हुने अनि कामै भएन नजिक आएको अब जिल्ला जाँदा चाहिँ एकै दिनमा हुन्थ्यो यहाँ चाहिँ भएन भनेर अब माथिसम्म अब त्यहाँ स्थानीय तहमा चाहिँ अब अलिकति कुराहरू चाहिँ माथिबाट पनि प्रेसर आउने भएको हुनाले काम गर्नलाई चाहिँ अलिकति तनावैपूर्ण जस्तो लाग्यो। अब त्यो तनावै भइरहेको पनि अवस्था छ। अब यसका लागि चाहिँ अब खाताको यो दाखिला गर्ने खाताको चाहिँ हामीलाई ब्याङ्क अलि टाढा भएको हुनाले अब हामीलाई अलि समस्या छ। माथिबाट हामीले 2-3 पल्ट मलेनिकामा विभागमा अब यो भूमि प्रशासन कार्यालयमा यहाँ कोलेनिकामा पनि हामीले पत्रचार गरिसक्यौँ तर त्यसको चाहिँ उचित चित्तबुद्ध अहिले पनि जवाफमा आइसकेको हुनाले यसका लागि चाहिँ अब साउन्डबाट के गर्ने कसो गर्ने अन्य भएको हुनाले यहाँ प्लेटफर्ममा मैले यो कुरा पनि मैले राखेँ। र अरू कुराहरू हाम्रोमा चाहिँ अहिले अब राजीनामा अब हालैदेखिको बकस र यो अंश भरपाई गरेर लगभग 25 वटा चाहिँ हामीले गरिसकेका छौँ। र अहिले अब यो नजिकै आएको अनि यो सिस्टम पनि स्लो चल्ने र हामी पनि अन्यलमा हुने र तालिम पनि नभइरहेको अवस्थामा चाहिँ अब यो तालिमको नि मैले माग गरेँ। सबै फाँटवाला कर्मचारीहरूलाई आफ्नो आफ्नो काम के हो भन्ने हिसाबले तालिम प्राप्त गरियो भने सरस्वती अगाडि बढाउन सकिन्छ। र अब अहिले नयाँ जसले गर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ मैले के अनुरोध गरेँ भने सबै भौतिक कुराहरू तपाईँले रेडी गर्नु होला। कम्प्युटरका कुराहरू, इन्टरनेटका कुराहरू, यसै गरी भवनका कुराहरू अनि त्यहाँ डिजाइन गर्नेका लेआउटका कुराहरू यसलाई सरस्वती मिलाउनु भयो भने काम गर्नलाई धेरै नै सजिलो हुन्छ भन्दै अब नागरिकका कुराहरू राख्दैन हुनको लागि हामीले यहाँ निमित्त सुनिराख्नु भएको होला। निमित्त हाम्रो सर्वेक्षक हुनुहुन्छ उहाँलाई मैले अनुरोध गर्दछु। प्रकाश सर। यहाँ सबैजनालाई नमस्कार। म चाहिँ चौधरी नगरपालिकाको भूमि प्रशासन तर्फको नापी हाटबाट बोलिरहेको छु। अब हाम्रो सरस्वती रूपमा कामहरू निरन्तर भइरहेको छ। हाम्रो चाहिँ अस्ति 5 गतेदेखि सञ्चालनमा आएको त्यतिखेरबाट
हामीले सुरु गर्दा लगभग अहिलेसम्म 10 वटा किता काटेर काम गरिरहेका छौँ। त्यसमा हामीलाई अलिकति समस्या भएको नक्साहरू चाहिँ हाम्रो विभागले एक्सेस नदिएको कारणले गर्दाखेरि हामीलाई पनि झन्झट अनि सेवाग्राहीलाई पनि धेरै झन्झट भएको छ। अब नक्सा लिन आउनुहुन्छ सेवाग्राहीहरू, फाइल नक्सा चाहिँ हामीसँग प्राप्त छैन। फाइल नक्सा नभइसकेपछि हामीले किता काटको कामहरू पनि केही गर्न सकिएन। अनि हामीले नक्सा लिनको लागि यहाँबाट तपाईँको आधी घन्टा जति सेवाग्राहीलाई जिल्ला पठाउनु पर्ने हुन्छ। त्यसो गर्दा एक त सेवाग्राही हामीसँग धेरै रिसाउने, आफ्नै पालिकामा आएको र आफूले सेवा दिन नपाउँदाखेरि हामीसँग उहाँहरू पनि अलिकति झर्को फर्को गरेर यहाँको हुँदैन थियो भने किन ल्याउनु भयो भन्ने यस्ता शब्दहरू प्रयोग गरेर हामीलाई पनि काम गर्न अलिकति गाह्रो भएको छ। अनि फाइल नक्सा प्राप्त गर्ने वातावरण मिलाइदिनु पर्यो। साथै फिल्डबुक पनि हामीलाई एक्सेस भयो भने, फिल्डबुक आउने काम भयो भने त्यसबाट पनि हामीलाई काम गर्न सहज हुन्छ। त्यही नै छ अहिले हाम्रो मेन समस्या भनेको फाइल नक्सा र हाम्रो फिल्डबुक चाहिँ एक्सेस हामीलाई गराइदिनु भयो भने हामीले काम गर्न सहज हुनेछ। ओके, हस्, धन्यवाद। यति भने हाम्रो समस्या चाहिँ नक्सा लिन आउँदा चाहिँ समस्या हुने भएको, अहिले तत्काल कामहरू यति नै हुने भएकोले सरहरूलाई पनि, अन्य पालिकातिरको सरहरूलाई पनि यो एक्सेस चाहिँ सबैतिर भयो भने काम गर्न सहज हुन्छ, नत्र सहज वातावरण त्यति सजिलो छैन अहिले तत्कालको लागि चाहिँ। हस्, थ्याङ्क यू। सौरन्दी गढी नगरपालिका बेडका उदयपुरबाट हाम्रो निकेश श्रेष्ठज्यू र प्रकाश आचार्यज्यूले आफ्ना अनुभवहरू सेयर गरिदिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद। यो पछि भुम्लु गाउँपालिका सल्ले भुम्लु काभ्रे पलाञ्चोकको तर्फबाट विपिन खरेलज्यू, नाम अधिकृत विपिन खरेलज्यू, प्लिज यहाँको अनुभव सेयर गरिदिनु होला। सम्पूर्णमा नमस्ते। म नाता अधिकृत भुम्लु गाउँपालिकाको लागि विपिन खरेल बोल्दैछु। भुम्लु गाउँपालिकामा चाहिँ यो भूमि प्रशासन सेवा चाहिँ 4 सुरु भयो। त्यो भुम्लु गाउँपालिकामा चाहिँ लगभग धेरै एक्टिभ युजरहरू, एक्टिभ कामहरू त्यति साह्रो भइसकेको अवस्था छ कि अहिलेसम्मको तथ्याङ्क हेर्यो भने चाहिँ करिब 30वटा जति नक्सा प्रिन्ट, 2वटा जति फिल्ड रेखाङ्कन र थोरै जम्मा एउटा मात्रै किता काट चाहिँ भएको छ। र यहाँ चाहिँ एउटा चाहिँ के समस्या छ भन्दाखेरि यहाँको चाहिँ 2वटा ओडाहरू, ओडा नम्बर 7 र ओडा नम्बर 8 चाहिँ 2032 सालमा नापी भएको थियो र त्यसपछि लाल मुजा वितरणको काम चाहिँ भएको थिएन। त्यो अन्तिम चरणमा विवाद भएको थियो भौगोलिक स्थितिको कारणले। त्यसको चाहिँ अहिले अन्तिम चरणमा भएको कारणले 7 र 8 नम्बरको ओडाको चाहिँ कामहरू चाहिँ यहाँबाट भएको छैन। सबभन्दा धेरै बजार क्षेत्र र ट्रान्जेक्सन हुने क्षेत्र चाहिँ त्यो भए तापनि त्यसको चाहिँ अहिले रोकेको कारणले गर्दाखेरि त्यति धेरै एक्टिभ कामहरू चाहिँ भएको छैन। हाम्रो कार्यालयले चाहिँ अर्गनाइजेसनल स्ट्रक्चर हेर्ने भने चाहिँ नानीपट्टि 4 जना र प्रशासनपट्टि 5 जना हुन्छ। अनि अहिले हाम्रोमा आएको समस्याहरूमा चाहिँ एउटा चाहिँ हाम्रोमा चाहिँ अनलाइन पेमेन्टको मोड चाहिँ स्थापित नभइसकेको कारणले गर्दाखेरि राजस्व सङ्कलनको लागि चाहिँ अलिकति गाह्रो भएको छ। अलिकति सिस्टमेटिक नभएको जस्तो देखिन्छ। यहाँको कुरा भनेको चाहिँ लोकल गभर्मेन्ट र शाखाको बिचमा चाहिँ अलिकति राम्रो कोअर्डिनेसन चाहिँ भइसकेको छैन। दुईजना बसेर अन्डरस्ट्यान्डिङ भएर चाहिँ कार्यालयहरू राम्रोसँग बनिसकेको र कति रेभेन्यू लिने, कति चाहिँ लिने, स्ट्रक्चर के बनाउने, बडापत्र बनाउने कुराहरूदेखि लिएर यस्तो कामहरू चाहिँ कम्प्लिट रूपमा भइसकेको छैन। त्यसले गर्दाखेरि चाहिँ कस्टमरहरूको थोरै असन्तुष्टि पनि देखिन्छ। अब आइपुग्यो के चाहिँ गर्ने, यति धेरै टाइम लागिरहेको छ, जिल्लामा 4 घन्टा सत्र भनेको जस्तो यस्तो कुराहरू चाहिँ बेला बेलामा भइरहेको छ। तर उहाँहरू एउटा के कुरामा हुनुहुन्छ भने चाहिँ बिचौलियाहरू चाहिँ अहिले उहाँहरूको चाहिँ कम्प्लिटली काम रोकिएको कारण बिचौलियाले चाहिँ काम नहुने तरिकाले भुसियाले सम्पूर्ण निःशुल्क हामीले चाहिँ गरेको काम चाहिँ अगाडि बढाएका छौँ। त्यसमा चाहिँ राम्रो रेस्पोन्स आइरहेको छ। अर्को चाहिँ हाम्रोमा फिजिकल इन्फ्रास्ट्रक्चर चाहिँ नागरिक विभागले भनेको अनुसार चाहिँ रेडी गरिदिनु भयो। तर त्यसमा चाहिँ युजर आइडीको कुराहरूदेखि लिएर ब्याकअपको कुराहरूदेखि चाहिँ उहाँहरूले चाहिँ त्यसमा चाहिँ अलिकति ध्यान दिनु भएन। त्यसले गर्दाखेरि हाम्रो उद्घाटनको बेला चाहिँ त्यतिखेरसम्म चाहिँ हाम्रो युजर आइडीहरू चाहिँ राम्रोसँग आइ नै नसकेको कारणले गर्दाखेरि त्यही दिन चाहिँ हाम्रो सेवा दिन चाहिँ अलिकति गाह्रो भयो।
अनि अर्को कुरा चाहिँ पावर ब्याकअपहरू नभएको कारणले गर्दाखेरि हाम्रो चाहिँ भुम्लु गाउँपालिका भनेको चाहिँ काठमाडौँदेखि धुलीखेल नजिक पर्छ। मस्टमा चाहिँ काठमाडौँ बस्नुहुन्छ अनि धुलीखेल नजिक पर्ने कारणले गर्दाखेरि झन् स्थानीय तहमा गएर चाहिँ हाम्रो अलिकति गाह्रो भयो भन्नु अनि फ्रिक्वेन्ट पावर लसको कारणले गर्दाखेरि चाहिँ हाम्रो सिस्टमहरू डाउन हुनु चाहिँ काम गर्नु चाहिँ अलिकति काम गर्नु चाहिँ बिचमा रोकियो भने चाहिँ उहाँहरूलाई चाहिँ गाह्रो हुने। धुलीखेलमा भएको दिनमा हुन्छ काम यहाँ आएर फेरि 2 दिन 3 दिन आउनु पऱ्यो भनेको जस्तो चाहिँ समस्या सुनिरहेका हुन्छौँ। अर्को चाहिँ हाम्रो स्थानीय तहमा चाहिँ भूमि प्रशासन सेवाले हतार गर्नुहुन्छ तर टेक्निकल एक्सपिरियन्स चाहिँ कम। उहाँहरूले चाहिँ भूमि वर्गीकरणको काम चाहिँ यहाँ चाहिँ अहिलेसम्म भएको रहेनछ। त्यसको कारणले गर्दाखेरि अब किता काटमा चाहिँ रोक्ने चाहिँ नियमको प्रावधान छ, त्यही अनुसार चाहिँ साउनदेखि चाहिँ लगभग अर्को निर्णय नभएसम्म चाहिँ किता काट रोकिने हुनुहुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ अब हामी मोर फोकस चाहिँ सर्वे साइडको मान्छेहरू चाहिँ यसको लागि चाहिँ अगाडि बढिरहेको छ। यदि हजुरहरू पनि स्थानीय तहमा चाहिँ जग्गा वर्गीकरणको काम गर्नु छैन भने यसलाई चाहिँ प्राथमिकतामा राखेर कामहरू अगाडि बढाउनु भयो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। अर्को भनेको चाहिँ कस्टमरहरूको चाहिँ सेवा डेस्क जुन चाहिँ हेल्प डेस्क चाहिँ स्टाफ नभएको कारणले कताबाट कता जाने वान वान सर्भिस चाहिँ हामीले त्यति दिइसक्नु सकेको छैनौँ। अहिले चाहिँ जुन चाहिँ हाम्रो सेवा प्रवाहको बारेमा राम्रोसँग चाहिँ मिडियाबाट चाहिँ प्रसार पनि त्यति राम्रोसँग नभएको कारणले गर्दाखेरि चाहिँ सेवा कन्फ्युज पनि हुन्छ। अब चाहिँ हामीले कुन सेवा चाहिँ यहाँबाट पाउने कुन चाहिँ नपाउने भनेर उहाँहरू अन्यलमा हुनुहुन्छ। सर्टेन कामको लागि आउनुहुन्छ हाम्रो स्थानीय तहमा अनि यो काम तहबाट सक्दै हुन्छ भनेर पठाउनु भयो तर तपाईँहरू गर्नुहुन्न भनेर भन्नुहुन्छ। अनि त्यो चाहिँ उहाँहरूलाई चाहिँ नलेजले चाहिँ कुन काम कसरी कुन तहबाट हुने हो सबै अधिकार नदिइसकेको पहिलो चरणमा चाहिँ यो कुराहरू चाहिँ उहाँहरूलाई बुझाउनु पनि अलिकति गाह्रो भएर उहाँहरूको सन्तुष्ट चाहिँ देखिने हुन्छ। अनि अर्को कुरा भनेको चाहिँ जुन मेरो किताबाट पनि अनलाइन रिक्वेस्ट गरेर जुन हाम्रो नक्सा गर्नलाई त्यो चाहिँ हामीले गरिसकेको छैन। यो कामको लागि पनि हामी अगाडि बढिरहेका छौँ। बाँकी कुराहरू त हाम्रो सरहरूले भन्नु नै भयो, मैले त्यसलाई लगाउन चाहेँ। त्यति नै मेरो। हस्, धन्यवाद। हाम्रो भुम्लु गाउँपालिका सबै भुम्लु काभ्रे पलाञ्चोकबाट नापी अधिकृत विपिन खरेलजी हुनुहुन्थ्यो, उहाँलाई पनि धन्यवाद। यो पछि रोसी गाउँपालिका रोसी काभ्रे पलाञ्चोकबाट नापी अधिकृत श्री दिपेश चलागाई। मैले सरलाई फेरि रिक्वेस्ट गरेँ, म एउटा कुरा राखेर म लिएको हुन्छु। म हस्पिटलमा छु सर, म एउटा कुरा राख्छु। जस्तो मैले अघि कुरा गरेँ किता काट नभएको अवस्थामा चाहिँ उहाँबाट मालपोत कार्यालय र नापी कार्यालयबाट नगरपालिकाबाट पत्रचार गर्नुहोस् अनि मात्रै गर्छौँ भन्ने खालको कुराहरू आयो भन्दै आउनुहुन्छ क्या। काठको कुराहरू चाहिँ यदि पालिकामा पठाउनु पर्ने कुराहरू पालिकाले कहिलेसम्म चाहिँ त्यो चिठी पठाउँदै उहाँहरूको काम गर्दै जाने भन्ने खालको कुरामा पनि मैले जोड गरेँ। यदि त्यो किता काटहरू चाहिँ पालिकालाई एक्सेस आउँदैन भने हामीले कहिलेसम्म चाहिँ त्यो सिफारिस गर्दै पठाउने भन्ने खालको कुराहरू त्यो चाहिँ यदि आइसकेपछि सम्पूर्ण किता काटको कुराहरू चाहिँ सम्पूर्ण फाइल नक्साहरू चाहिँ पालिकालाई एक्सेस उपलब्ध गराउनुपर्छ भन्ने कुरामा चाहिँ सरले जोड दिनुहुन्छ भन्ने कुरामा राखेँ। किनभने यसले गर्दा जनता उहाँ यहाँ आउनु चाहिँ अब हामीले पनि प्रत्येकचोटि त्यो हो भने पालिकामा अर्थ आएको मालपत्र नापी आएको के अर्थ भयो सधैँभरि दिने हो भने त्यो बोल्ने गर्दा यो कुरामा चाहिँ सरहरूले बोलिदिनुहुन्छ भन्ने कुरा राख्दै म पनि लिभ हुन चाहन्छु। म हस्पिटलमा भएको कारणले गर्दाखेरि म यहाँबाट अनुमति चाहन्छु। हस्, नमस्ते। हस्, थ्याङ्क यू। कन्काईबाट फेरि पनि कन्काई झापाबाट श्री बद्री दाहालजी हुनुहुन्थ्यो, उहाँ अलिकति अमिल्दो समय भनौँ उहाँको हस्पिटलबाट पनि बोल्दै हुनुहुन्छ। सबै साथीहरूको तर्फबाट उहाँलाई धन्यवाद। यो पछि रोसी गाउँपालिका काभ्रे पलाञ्चोकबाट श्री नमस्ते, धन्यवाद सर सम्पूर्ण। नमस्ते सबैलाई। अब हाम्रो रोसी गाउँपालिकाले चाहिँ भूमि व्यवस्थापन शाखा चाहिँ असार 8 गतेदेखि सञ्चालन गरेको थियो। यसमा चाहिँ हाम्रो फिजिकल इन्फ्रास्ट्रक्चरमा चाहिँ नापी तर्फ एउटा रुम र मालपोत तर्फ एउटा रुम रहेको छ। नापी तर्फमा चाहिँ कर्मचारीहरू हुनुहुन्छ।
एउटा नापी अधिकृत सर्वेक्षक अनि अमिन र मालपोत तर्फबाट चाहिँ 3 जना कर्मचारीले एलआइआरआइएमएस र भुसेवा चलाउनु भएको छ। अनि नापी चाहिँ इन्टरनेटबाट भइरहेको छ भने साबिकको मालपोतको काम चाहिँ हामीले भिपिएनबाट चलाइराखेका छौँ। र अहिलेसम्म हाम्रो पालिकाबाट चाहिँ 5वटा नक्सा काटेको छ, 7वटा अंश बनाएर 4 राजीनामा र 22वटा जति नक्सा प्रिन्टको कार्य भइरहेको छ। अब यसमा आएका समस्या सबै पहिलाकै त्यस्तै हो समस्या। अब हाम्रो पनि मेन चाहिँ पद प्रश्नको अन्तिम किता नम्बर उपलब्ध नहुने, त्यस कारणले गर्दा किता काट गर्दा गाह्रो हुने र किता नम्बर अब नापी कार्यालय जोगको र यताको दोहोरिने समस्या रहेको छ। र हामीलाई पर्याप्त अलि ट्रेनिङको अभाव भयो। गाउँपालिकाको राम्रो समन्वय भएन र ट्रेनिङ धुलिखेलबाट पनि जिल्ला नापी त्यति आउनु भएको छैन सरहरू। हामी 2 दिन भिजिटमा गएको थियौँ र त्यही अनुसार हामीले काम सञ्चालन गरेका छौँ। हाम्रो रोकेका छौँ अत्यावश्यक विपदको काम बनाउनका लागि आएको कामको चाहिँ हामीले रोकेका छौँ। अब समस्या त्यही हुन्छ। अब नापी अहिले पालिकाले जिल्ला यतिबाट हुन्छ भनेर पठाइदिएको छ। तर उहाँहरूले पनि अलिक ज्ञानको कमी र दुईवटा कम्युनिकेसन कारणले गर्दा के सेवाबाट पनि हो भन्ने चाहिँ त्यो अलिक स्पष्ट हुन जरुरी थियो। त्यो चाहिँ अलिक स्पष्ट नभएको कारणले त्यो चाहिँ सेवाग्राहीमा असन्तुष्टि बढेको छ र यहाँ पालिकाबाट पनि काम गर्नको लागि अलि गाह्रै भएको छ। जस्तै अब फिल्डबुक र प्लट रजिस्टर विस्तारका लागि प्रतिनिधि दिन आउनुहुन्छ, तर हामीलाई त्यसको एक्सेस छैन। अब त्यसलाई त फेरि धुलिखेलले जानुपर्ने भयो। त्यो एक्सेस फेरि भूमि प्रशासन पहिलो चरणमा उपलब्ध छ, तर अहिलेसम्म एक्सेस दिनु भएको छैन। त्यसले गर्दा झन् समस्या भएको छ। अरू समस्या त लगभग सरहरूले भनेको जस्तै हो हाम्रो पालिकामा पनि। यति नै भन्दै मैले मेरा कुराहरू चाहिँ यतिमै टुङ्ग्याउँछु। हस्, धन्यवाद। हस्, धन्यवाद। रोसी गाउँपालिकाबाट नापी अधिकृत श्री दिपेश चौलागाईले आफ्नो अनुभवहरू सेयर गर्नुभयो। र आजको अन्तिम पालिका भनौँ मेलम्ची नगरपालिका सिन्धुपाल्चोकबाट नापी अधिकृत श्री उत्सव रेग्मी। अब हाम्रो मेलम्ची नगरपालिकामा चाहिँ गत असार 17बाट चाहिँ भूमि व्यवस्थापन शाखा सञ्चालन भयो। 17 गऱ्यौँ। आजसम्म 7 दिन मात्रै हाम्रो वर्किङ डेट चाहिँ 7 दिन मात्रै भएको छ। त्यसले गर्दाखेरि धेरै कामहरू चाहिँ अहिलेसम्म हाम्रोबाट छैन। हाम्रोबाट वडा लिगल पास भएको छ, जसमध्येबाट एउटामा किता काट थियो, अरू चाहिँ नर्मल मात्रै पास भएको छ। अनि नक्साको कुरा गर्दाखेरि 15वटा नक्सा दिएका छौँ। भौतिक पूर्वाधारमा विभागले सिफारिस गरे अनुसारको लगभग सबै नै पुगेको छ। L2 कनेक्सनबाट हामीले यता नापीपट्टि चलाइरहेको छौँ भने प्रशासनपट्टि चाहिँ हामीले भिपिएन कनेक्सनबाट चलाइरहेको छौँ। हाम्रो प्रशासनपट्टि चाहिँ 4 जनाले काम गरिरहनु भएको छ भने हामी नापीपट्टि चाहिँ 1 जना अमिन, 1 जना सर्वेक्षक अनि 1 जना नापी अधिकृत गरेर 3 जनाले गरिरहेका छौँ अहिले। अनि हाम्रो चाहिँ अब भर्खरै सुरु भएको कारणले जिल्लाबाट चाहिँ सरहरू अस्तिसम्म नै शुक्रबारसम्म नै बसिरहनु भएको थियो। अनि त्यसले गर्दा चाहिँ हामीलाई राम्रो भएको थियो। अब हामीले चलाउँदै गर्दा चाहिँ हाम्रोमा चाहिँ कुनै वडाहरूको नक्सा नै फुल छैन के। जस्तै हैबुङको त लगभग एउटा सिटमा 2टा किता मात्र भएको पनि धेरैवटा सिटहरू छ, जसले गर्दाखेरि चाहिँ अब नक्सा दिन आउने अथवा अन्य काम गर्न आउनेहरूलाई चाहिँ हामीले सेवा दिन सकिरहेका छैनौँ। नक्सा नै इन्कम्प्लिट छ। अरू पालिका अरू वडाहरू चाहिँ लगभग नक्सा छ। हैबुङमा चाहिँ अलिकति समस्या देखिरहेको छ। अनि अर्को चाहिँ सबैले भनिसक्नुभयो, त्यही पनि मैले भने अब यो किता नम्बर दिँदाखेरि चाहिँ अब प्लट रजिस्टर हामीसँग छैन। नयाँ प्लट रजिस्टर हामीले कायम त गरेका छौँ, एउटा मात्रै गरेका छौँ गरेर त अहिलेसम्म। त्यो चाहिँ अलिकति अहिले चाहिँ हामीले व्हाट्सएप मार्फतबाट अन्तिम किता नम्बर सरहरूसँग ग्रुप बनाएर उता जिल्लाको सरहरूसँग अनि त्यसमै आदान प्रदान गरिरहेका छौँ। अब यसको पनि अब मतलब पर्मानेन्ट रूपमा सोल्युसन त बिस्तारै आउने नै छ। अहिलेसम्मलाई चाहिँ अब हाम्रोमा चाहिँ थोरै नै काम भएको कारणले गर्दाखेरि त्यस्तो धेरै समस्या चाहिँ आइसकेको छैन। कनेक्सनहरू राम्रै नै चलिरहेको छ, फास्ट नै चलिरहेको छ।
अहिलेसम्म सिरियस हो सर, यति नै भन्नु चाहन्छु। हस्, धन्यवाद। हाम्रो मेलम्ची धन्यवाद। नगरपालिकाबाट श्री उत्सव रेग्मीजीले पनि आफ्नो अनुभव सेयर गर्नुभयो। यो पछि हाम्रो 7वटा पालिका स्थानीय तहबाट जोडिनुभएका सर म्यामहरूलाई फेरि पनि धन्यवाद दिँदै हाम्रो सहभागी पार्टिसिपेन्ट साथीहरूबाट उहाँहरूको जुन अनुभवहरू हामीले प्राप्त गऱ्यौँ त्योभन्दा बाहेकका थप जिज्ञासाहरू छ, उहाँहरूबाट राय सुझावहरू सल्लाह लिन सक्ने स्थिति छ भने पालै पालो हामीले उहाँहरूलाई आफ्नो जिज्ञासा राख्न सक्छौँ। प्लिज। आफै बोल्दा नि हुन्छ। ल प्लिज राख्नु होला। क्यामेरा पनि तपाईँ फर्किन्छ नि है? ओके ओके, ल बोलिदिनुहोस्। बसेरै ठिक हुन्छ होला है? त्यसमा एक दुई कुराहरू मैले यहाँलाई राख्नु पर्छ। कार्यक्रममा मैले धेरै प्रश्न पार्टी हुन्छ कि भन्ने अपेक्षा छ। जस्तो हामीले सरकारलाई प्रमाण कुराहरू नभएदाखेरि त्यसमा सरकारले अरू नाम उल्लेख गर्न भएको छैन। यो कुरा प्रकट गर्नु होला। अनि अर्को कुरा हामीले चाहिँ यो सरकारका साधनसम्म काम गर्दाखेरि मलाई पनि भएका कुराहरूमा मात्रै काम सुरु गर्ने भन्ने अर्थमा हाम्रो चाहिँ नियमावलीमा त्यसैले हामीले पनि लगाउनु पर्ला। यो काम सुरु गर्दाखेरि अब अहिलेसम्म हामी हाम्रो जिल्लामा रहेको माधव कार्यालय सम्पर्क गर्दाखेरि उहाँले के बोलाउनु गर्दा हामीलाई किसिमको के कार्यालय आएको छैन, त्यही जानकारी हामीले यहाँलाई सहयोग गरौँ, सपोर्ट गरौँला। हामीले उपलब्ध गराउनु कार्यालय पत्रहरू दिनुला भन्ने कुराहरू यसमा खास के हो भने हामीले पासपोर्ट आइसकेपछि त्यहीबाट नै सुरु गर्ने तपाईँले अझै तपाईँ कार्यालय पत्रहरू कार्यालयहरूबाट ल्याउनु पर्छ। त्यति बेला जानकारी पाएको चाहिँ हामीले अनि यो राजस्वको बारेमा हामीले यो कार्यक्रम नगरपालिका थाहा लागेको तपाईँले यो के अरे अहिले तपाईँ कारोबार भएको के अरे राजस्वकै खातामा तपाईँ गर्नु भएको चाहिँ के छ? यसो गरौँ सर, ठिक छ, हजुरले जिज्ञासा राख्नु भयो। सबैको एकमुष्ट कलेक्सन हामी पनि दिँदैछौँ अनि उहाँलाई पालै पालो एक एकजनाको सम्बोधन गर्नुहुँदै त्यसरी जानु। अरू साथीहरूको सहभागी साथीहरूको के जिज्ञासा? ल क्यामेरा एकपल्ट यता रोटेट गरिदिनु। नमस्कार सबैमा, मेरो नाम विकास राणा, म लम्की चुहा नगरपालिकाको सर्वेक्षक। मैले यो आयोगको र भूमि प्रशासनको काम बागडोर सम्हाल्दै आइरहेको छु। मैले यसमा सरहरूले धेरै समस्या भन्नुभयो। अब त्यसमा मलाई के जिज्ञासा लागेका छन्, म क्रमबद्ध तरिकाले बनाएको छु लिस्ट। हजुरहरू पनि के टिप्यो भने अलिक सजिलो होला पछि प्रश्न उत्तर गर्नलाई। अब जस्तै बिजुलीको समस्या भन्नुभयो सर। अब बिजुलीको हामीले स्क्यान गरेर भने नाटी कार्डबाट त्यो कतिको प्रभावकारी होला इफेक्ट होला, त्यसमा चाहिँ हजुरले प्रस्ताइदिनु होला। त्यसपछि यो सरले भन्नुभयो कि मोट रोक्का फुकुवामा चाहिँ तपाईँको अलिकता समस्या आयो। त के समस्या रहेछ सर? हामीले थाहा पाएको भए हामी अवगत हुन्छ त।
त्यो पनि बन्दैमा त्यसपछि यो होल्डिङको इन्टरनेटको इन्टरनेट जडान गर्नु भएको छ हामीले पनि होल्डिङकै प्रयोग गर्ने भनेर हाम्रो सल्लाह आएको छ नगरपालिकामा त्यसमा चाहिँ कति किसिमको समस्या छ कि छैन यसमा गरेपछि हामी अन्य तर्फमा लाग्नेछौँ भन्ने हामीहरूको धारणा रहेको छ त्यसपछि यो भिपिएन हाम्रो मालपोतको कामको लागि हामीले भिपिएन प्रयोग गरिराखेका छौँ अब भिपिएन प्रयोग गर्दा अब यो मालपोतको लागि इन्टरनेटले नै काम गर्ने कि नगर्ने के छ त हाम्रो नानीको लागि हामीले इन्टरनेट प्रयोग गरिराखेको भनेपछि यो भिपिएनबाट काम गर्दा मालपोतमा पनि इन्टरनेट नै प्रयोग गर्यो भने कति फास्ट हुन्छ अनि कसरी गर्ने त्यो पनि अलिकति प्रश्न गर्नुपर्छ त्यसपछि योभन्दा पहिला चाहिँ तपाईँको मालपोतले पनि भुजबाट काम निखत बनाएर मालपोतले बल्ल अगाडि काम बढाइराखेको थियो भनेपछि त्यो पनि कसरी बढाइराखेका छन् जसरी गर्थे कि हामीले रोबोटको इन्ट्री गर्नुपर्ने देखियो रोबोटको इन्ट्री मालपोतले गरिराखेको थियो भनेपछि त हामीले पनि गर्नु पर्यो मालपोतले चाहिँ तपाईँको मालपोत बाहिर बस्ने केन्द्रले पठायो भने चाहिँ इन्ट्री गर्नु नपर्ने अनि हामीले हाम्रो सेवालाई गरेको फेरि डबल इन्ट्री गर्नु पर्यो भने त समस्या देखियो त्यो चाहिँ पहिलाको मालपोतले कसरी गरिराखेको थियो त्यो पनि अलि प्रश्नाइदिएको भए सजिलो हुन्छ सर ल अर्को साथीहरूको एउटा म सोधौँ भने सर म चाहिँ धनगढी महानगरपालिकाबाट हो सर मैले चाहिँ के सोध्न खोजेको भनेको चाहिँ यो जो हजुरले भन्नुभयो कि एलएम र एलएमको पिएम नम्बर भएको मात्र गर्ने गरेका छौँ हामीहरूले भनेर भन्नुभएको छ त्यो चाहिँ मोड भिडाउनु त पर्दैन कि यो हामीले त्यो कम्प्युटरबाट मोड भिडाएर ठिक छ भनेर गर्दा हुन्थ्यो कि होइन कागजमा मोड भिडाउने कि नभिडाउने साथीले हेरेर भन्ने कुरा भयो एउटा र त्यो पछितिर हामीले यहाँ उता नपठाइकन यहाँ कम्प्युटर मात्र मोड भिडाएर त्यो पास गऱ्यौँ वितरण गऱ्यो भने त्यो कागज त्यस्ता कसरी काट्ने गर्नु भएको छ हजुरहरूले अहिलेसम्म भन्ने कुरा हो एउटा कुरा यो एउटा कुरा एसडीमा सरले गरिहाल्नु त्यो गर्नु सुन्दाखेरि मैले पनि त्यो भूसेवा केन्द्रमा गर्ने एसडीमा पनि गर्ने त्यो उयो भएपछि त लगभग भूसेवा केन्द्रमा गर्ने 1 घन्टाभन्दा बढी लागिहाल्छ एकजनाको त्यही काम फेरि त्यहाँ एसडीमा गर्नु परेपछि 2 घन्टा चाहिँ त्यतिको वेस्ट भयो एकजनाको गर्ने राजीनामा भनेपछि अब त्यो अरू त यो तपाईँको अङ्कमण्डलका कुराहरू आएपछि त एउटै काम दिनभरि पनि लाग्ने मामला देखिएको थियो यो विषय चाहिँ अलिकति क्लियर उपाय हुन्थ्यो होइन अरू कुरा त अनि सरले पनि भन्नुभयो हाम्रो राजसभामा हाम्रो नाम मिल्दैन भन्ने कुराहरू भयो अनि लोगोका कुराहरू भयो हाम्रो नगरपालिकाको लोगोको कुराहरू भयो तपाईँले राख्नु भएको कि कसैले कुरा नै हो सर अहिले त खास अरू सहभागी साथीहरूबाट अब छोटो छोटो गरौँ प्लिज अरू के भन्दै हुनुहुन्छ तपाईँको कम्प्युटरमा रोक्का हुन्छ तर डायरीमा पनि हुन्छ कम्प्युटरमा चाहिँ नदेखाइकन डायरीमा चाहिँ रोक्का देखाएको हुन्छ त्यति बेला चाहिँ कहिलेकाहीँ यो केसहरू अदालतसम्म पनि पुगेको हुन्छ उता रोक्का छ यता चाहिँ छैन भनेर
त्यो जग्गाहरू पास भएको हुन्छ। त्यसैले चाहिँ त्यो खण्डमा दुवै ठाउँमा मोड भिडाएको छ। शाखाले अहिले चाहिँ कम्प्युटरमा मात्र मोड भिडाएको गरेको छ। अनि यी केसहरू अदालतको चिठीहरू पनि कम्प्युटरमा एन्ट्री रोक्दा इन्ट्री नभएको खण्डमा पनि यस्तो केसहरू धेरै देखिएको छ पहिला पनि। यो चाहिँ अब कसरी हुँदैन कसरी के गर्न लाग्छ। ओके, अब थोरै एकजना वा बढीमा दुईजना मात्रै भयो। थोरै एउटा कुरा राखौँ, के बाँकी छ के यो हामीले जब काम पहिला गरेका त्यसमा चाहिँ तपाईँको अनि यहाँ सम्बन्धित ठिक छ यही सम्बन्धित छोटोमा भन्नु। जस्तै हामीले हाम्रो नगरपालिकाले भूसेवाको काम पनि सञ्चालन गरेको छ सर पहिला। अब यसमा चाहिँ तपाईँको भूसेवाको काम हामीले हाम्रो नगरपालिकाले इन्ट्री गरेर मालपोतमा पठाइसकेपछि सायद मालपोतले चाहिँ त्यो तपाईँको इन्ट्री गर्थेन, डाइरेक्ट उनीहरूको सिस्टममा आउँथ्यो। तर हामीहरूमा दिने सिस्टममा चाहिँ त्यो आएन भन्ने एउटा कुराकानी हो। अनि यो पूजाको बेलामा चाहिँ परिसरमा चाहिँ हामीले पूजा गर्दाखेरि परिसरमा चाहिँ रोडमा देखेर आउँथ्यो कि यो नगरपालिकाबाट मालिक चाहिँ मालपोत काट्दै नातिबाट वितरण गर्ने प्रोग्राम मान्ने हुनेछ भनेर नोटमा चाहिँ लेखेको हुन्थ्यो। अब हामीले यहाँबाट स्नानीबाट अब यो काम भइसक्यो भने त्यसमा पनि त्यसमा नोट आउँथ्यो के छ त्यो चाहिँ। ल अन्तिम एकजनाको पालो, अब हामी समय धेरै पनि नलिउँ। कोही हुनुहुन्छ? ल छोटोमा राख। नमस्कार, म बेलडाँडी गाउँपालिका पञ्चकोट जिल्ला बेलडाँडी गाउँपालिका मेरो नाम प्रधान जोशी। हाम्रो पनि अहिले स्थानीय तहमा चाहिँ अब भुइँ पठाउनु कार्य चाहिँ सुरु गर्ने भन्ने कुरो चाहिँ चलिरहेको छ। अब तालिममा पनि हामी आइरहेका छौँ। अब हाम्रो एउटा मेरो भाइ के छ भने जस्तो अब हाम्रो बेलडाँडी गाउँपालिकामा भूवर्गीकरण चाहिँ भइसकेको छ। भूवर्गीकरण भइसकेको हुनाले अब हाम्रो मापदण्ड कस्तो छ, बाटोको टेन्डरदेखि अनि 20 मिटर सम्मको जो क्षेत्र छ त्यसमा चाहिँ अब आवासीय बजार क्षेत्रमा चाहिँ अब व्यवसायिक क्षेत्र अनि बाटोसँग जोडिएका आवासीय क्षेत्र चाहिँ हाम्रो मापदण्ड छ। त्यसमा किता के छ भने टिमको किता एक जग्गाको अथवा 10 घण्टाको किता नै बाटोसँग भएको छ। भोलि त्यो केसमा चाहिँ अब किता काट गर्नु पर्यो, कुनै व्यक्ति भोलिरहेको आयो भने अब हामीले किता काट गर्दाखेरि त्यसलाई चाहिँ हजुरहरूले कसरी गर्नु भएको छ एकचोटि प्रश्न गरिदिनुहरू हजुरलाई चाहिँ मेरो अनुरोध। ल धन्यवाद, यति नै गरौँ। अब यति भन्दै गर्दाखेरि हाम्रो 7वटा स्थानीय तहबाट जो आज हाम्रो आमन्त्रणमा उपस्थित हुनुभएको हुनुहुन्छ उहाँहरूलाई यो प्रश्न हामी तिर्साएको होइन। फेरि पनि हाम्रो सबै साथीहरूलाई हामीले के भन्यौँ भने उहाँहरूको अनुभव हामीले जुन सुन्यौँ त्यो नै धेरै भइसक्यो र केही हाम्रो जिज्ञासाहरू प्रश्नको रूपमा होइन जिज्ञासाको रूपमा आएको छ। यसको सम्पूर्ण जवाबदेही वा जवाब दिनुपर्छ भन्ने मान्यता पनि होइन। यति भन्दै गर्दाखेरि केही जिज्ञासाहरू हाम्रो साथीहरूबाट सबै साथीहरूबाट आएको छ। यसको समाधान तपाईँको अनुभवको हिसाबमा तपाईँहरूले जुन हेर्दै गर्नुभएको त्यसको हिसाबमा जवाब दिन मिल्ने ठाउँ वा तपाईँले जानकारी दिनुभएको छ र यहाँ सेयर गर्न सक्नुहुन्छ चाहनुहुन्छ भने सेयर गरिदिनु होला। नत्र यो भएको उत्तर जुन प्रश्नहरू आयो यो हामी आफैले हाम्रो सम्बन्धित विभागमा सम्बन्धित तहमा छलफल गर्नेछौँ। यो भन्दै गर्दाखेरि हजुरहरूले केही कुराहरू नोटै गर्नुभयो होला वा माइन्डमा राख्नुभएको छ। यो जुन अहिलेको छलफलबाट हाम्रो सहभागी साथीहरूबाट आएको छ यसको लागि पालै पालो फेरि पनि म यो लिस्टिङ अनुसारको क्रमसङ्ख्या अनुसारकै पालै पालो तपाईँहरूबाट यसको रिटर्न वा जवाब नहुने यसको लागि जिज्ञासाको समाधान छ भने बताइदिनु हुनको लागि सुरुमा फेरि कागेश्वरी मनोहराबाटै उहाँ एक्सपिरियन्स बढी छ उनलाई बढी हुन्छ उहाँबाटै केही जिज्ञासाको समाधान छ भने राख्नु होला, नत्र अनिवार्य छैन। अशोक कुमार सिंहजी। नमस्कार, मैले हजुरलाई एउटा जानकारी गराइहाल्छु है। हाम्रो चाहिँ हामीले 6वटा वडाहरूको काम गर्छौँ। पहिलाका पुराना गाउँपालिकाहरू आलापलाई, मूलपाली, फलिनाची र भद्रवास होइन। यी 6वटा मध्ये अहिलेसम्म हामीले काम गरेको प्रगति विवरण चाहिँ के छ भन्नुहुन्छ भने 305वटाको राजीनामा पास गरिसकेका छौँ हामीले।
63वटा रोक्का राखिसकेका छौँ, 40वटा जति घर कायम गरेका छौँ, एउटा नामसारी पनि सकेका छौँ, 8वटा जति संशोधन र किताएकरण 8वटा जति भइसकेका छ हामी त्यहाँ। किता काट 51वटा किताकाट 51वटा भइसकेको छ होइन र। अब यसमा रोक्का फुक्कामा समस्या चाहिँ के हो भन्नुहुन्छ भने जग्गा धनीले को लिङ्क नम्बर हुन्छ, तर ऋणी अर्को व्यक्ति हुन्छ, उसकै परिवारको अर्को व्यक्ति हुन्छ, उसको लिङ्क नम्बर हुँदैन। नभइसकेपछि ऋणी राख्नुपर्ने हुन्छ। ऋणी राख्नुपर्ने अवस्थामा हामीले 1-2टा केसको त विभागमा बलराम सरहरूसित कन्सल्ट गरेर त्यहीँबाट पनि भिपिएन मार्फत राख्ने गरेर काम सक्यौँ। अब यो समस्या सधैँ आइरहन भएन कि अब यो ऋणीको पनि हामीले उनीहरूको नागरिकतामा इन्ट्री गर्दाखेरि छिटोभन्दा छिटो लिइदियोस् भन्ने एउटा कुरो चाहना त्यो हो हाम्रो। अर्को कुरा चाहिँ भूमि सुधार कार्यालयबाट मोडी बाँडफाँड भइसकेको हुन्छ सर, निर्णय भएर आएको हुन्छ। त्यो अहिले हाम्रो यो 9औं संशोधन मार्फत 9औं संशोधनमा पनि स्थानीय तहले गर्ने भनेको छ। त्यसमा बाँडफाँड गर्न दिइरहेको छैन कि, त्यसको एसेक्स दिइरहेको छैन। त्यो पनि मलाई दिनु होला भन्ने लाग्छ। एउटा त्यही रोक्का फुक्कामा समस्या भने चाहिँ त्यो ऋणीको नाम हामीले इन्ट्री गर्छौँ, ऊ यही हुँदैन होइन। बाहिरको मान्छे जग्गा लिने होइन, त्यो भएको कारण ऋणीको नाम हामीले इन्ट्री गर्ने बेलामा अलिकति समस्या खासै त्यस्तो केही छैन। अनि अर्को कुरा चाहिँ के छ सर हुन्छ भने मोठ भिडाउँदाखेरि चाहिँ हामीले कम्प्युटरबाट मात्रै भिडाइरहेका थियौँ। अब अस्ति एउटा के समस्या आयो सर हुन्छ भने हाम्रो यो भद्रवासको केस हो सर। अब यो मैले हजुरलाई सेयरिङ गरिहाल्छु हजुर मार्फत। कम्प्युटरमा रोक्का थिएन, हामीले रोक्का नभएपछि मोठ भिडाएपछि हामीले राजीनामा पास गऱ्यौँ। तर अदालतमा व्यक्तिले मुद्दा हालेको रहेछ, अदालतमा उसित त्यो के भन्छ मुद्दाको के पर्छ त्यहाँ कम्प्युटरमा छैन, अदालतबाट रोक्का भएको रहेनछ। रोक्का नभइसकेपछि अदालतबाट पछि पत्र आउँदैछ भनेर व्यक्तिले निवेदन दिइरहेको छ होइन। अब त्यो कम्प्युटरमा चाहिँ रोक्का थिएन सर, हामीबाट त्यस्तो एउटा केस चाहिँ पास भएको छ। अरू त्यस्तो जटिल केसहरू त्यस्तो आएको छैन सर। कम्प्युटरमा रोक्का छैन। ओके चाहिँ हामीलाई के अरे स्क्यान मिल्छ काम तर प्लट रजिस्टरमा के समस्या, तपाईँले स्क्यान फाइल त ल्याउनुहुन्छ तर त्यसलाई बदर चाहिँ कसरी गर्नुहुन्छ? त्यसमा त्यो पोसिबलै छैन। प्लट रजिस्टरमा प्लट रजिस्टरै चाहिन्छ, हार्ड कपी नै चाहिन्छ। त्यसमा तपाईँले स्क्यान फाइलमा त तपाईँले बदर गर्न गाह्रो छ। तपाईँले स्क्यान फाइलमा या त बदर गर्नु, तपाईँ आफ्नो स्क्यान डकुमेन्टमा बदर गर्नुभयो, तर ओरिजिनल डाटा ओरिजिनल प्लट रजिस्टरमा त बदर त भएन नि त्यहाँ। त्यो चाहिँ समस्या आउँछ सर। त्यसपछि अर्को कुरा जस्तै राजस्व कुरा गर्नुभएको थियो। राजस्व कुरा चाहिँ हामीले अब सङ्घ अनुसार जे नियम छ त्यही नियममा हामी कायम गरेका छौँ। जस्तै प्लट जस्तै हामी किता एकीकरणको त्यही 26 किता एकीकरण थप्दा सङ्घको निर्णय छ, त्यसमै हामी कायम गरेका छौँ। किता काट्न र अर्को चाहिँ नयाँ निर्णय गरेको नक्सा प्रिन्ट गर्दै गर्दा प्रत्येक किताबको 100 रुपियाँ लिने। तर हामीले चाहिँ के गरेका छौँ भने यहाँ स्थानीय तहमा निर्णय अनुसार चाहिँ नक्साको 100 रुपियाँ मात्रै लिने भन्ने एउटा निर्णय गरेका छौँ। जसमा हाम्रो दैनिकै लगभग कति 85वटा 85 देखि 90वटा जति नक्सा प्रिन्ट डेली चाहिँ हुने गरेको छ कि हाम्रो। जस्तो हाम्रो यहाँ कारोबार र अर्को चाहिँ के गर्नु होला भनेदेखि सरहरू ड्युल जस्तै हामी फाँटहरूमा चाहिँ ड्युल कम्प्युटरको व्यवस्था गर्नु। अस्ति के भयो ड्युल कम्प्युटर व्यवस्था गरिएन। हामीले जे काम किता काट गर्छौँ त्यो सेवाग्राहीलाई देखाउनु होला, त्यो देखाउनु होइन चाहिँ न्यु खोज्ने चित्त बुझेन भने त्यो समस्या आएको कि तपाईँहरूलाई त्यो चाहिँ फाँटवालाहरूले किता काट्नलाई राखेर उहाँलाई कति फिट काट्ने के काट्ने भनेदेखि ड्युल मोनिटर राखिदिनु भयो भनेदेखि हामीले गरेको काम उहाँले देख्नुभयो भने त्यसमा चाहिँ ट्रान्सप्यारेन्ट हुन्छ कि त्यसमा चाहिँ कुनै पनि विवाद आउन भन्ने चाहिँ मेरो धारणा छ सर।
अर्को त अब वर्गीकरणको अर्को के गर्नु भनेर सोध्नु भएको थियो भने जस्तै हामीले गुठीको कामहरू आयो भने तपाईँहरू सुरुमा फेरि गुठीका म्याक्सिमम कि यो केसमा कागसरी जसको सुरुमा चाहिँ हामीले पुरानो हामी पुरानै ठाउँमा पठाइदिने गरेका छौँ। गुठीको जग्गा भए तापनि पिएम नम्बर यदि छ, पिएफ नम्बर छ भनेदेखि हामीले चाहिँ यहीँबाट पनि किता काट गर्न मिल्छ भनेर यदि पूजा तपाईँहरूको जग्गा भए तापनि किता काट गरिदिनुहोस् भनेर चाहिँ हामीलाई चाहिँ अस्ति आदेश दिनुभयो। तर मौखिक भने अरू केही क्वेसन छ भने भन्नु होला सर। हस् थ्याङ्क यू। अब समयको पनि तपाईँहरूको पनि महत्त्वपूर्ण समय छ। यो भन्दै गर्दाखेरि हाम्रा जिज्ञासाहरू पनि समेटिने गरेर र अबको केही समय हामी सहभागीहरू र धनगढीलाई छोडेर तपाईँहरू 7वटा पालिकाबाट जो उपस्थित हुनुभएको छ तपाईँहरू बिचमै केही अन्तर्क्रियाहरू तपाईँहरू बिचमै केही छलफल छ भने पालै पालो तपाईँहरू आफै एक्लो छलफल गर्न सक्नुहुन्छ हामीलाई छोडेर। तपाईँहरू बिचमै केही कुराहरू छलफल गर्नुपर्ने, अन्तर्क्रिया गर्नुपर्ने। सम्पर्क गर्न खोजेँ म झापा। मैले हाम्रोमा चाहिँ अब हामीले गरेको कामहरू पहिलो चरण, दोस्रो चरण हामीले दोस्रो चरणमा गरेका कामहरू जस्तो पूर्जा जारी गर्यौँ हामीले सैन्य नगरपालिकाबाटै। त्यसको चाहिँ संस्थाबाट रोकाको लागि आउनुभयो। त्यो त अनलाइन चाहिँ गर्ने भनेर विभागले सूचना जारी गरेको छ। अब हाम्रोमा त अनलाइन एक्सेस छैन पालिकामा। अनि हिजो मात्र मैले फोन गरेको थिएँ विभागमा मनोहर नगरपालिकाबाट चाहिँ त्यसरी अनलाइन नभएर म्यानुअल नै चाहिँ रोका गर्नुभयो भनेर चाहिँ मलाई त्यहाँ एकजना डिलाराम खनाल कम्प्युटर अधिकृत हुँदो रहेछ क्या अरे उहाँ विभागमा, उहाँले मलाई जानकारी गराउनु भएको थियो। तर अलिकति के गर्नु पानको असुविधा पामा हामीसित नभएको कारणले हामी कहाँ आएको छैन, आउँदैन। त्यो भइसकेपछि हामीले बैंक वित्तीय संस्थालाई के भनेर कन्भिन्स गरेका छौँ भने तपाईँहरूले जति पनि पाम छ त्यो भनेको तपाईँहरूले अब जस्तै उदाहरणको लागि थलीको जग्गाको तपाईँहरूले त्यहाँ नेटबाट पठाउँदाखेरि त्यसको साँखोमा लिङ्क जेनेरेट छ, साँखो जान्छ। अब साँखोले हामीले पूर्व जारी गरिसकेका छौँ, हामीले पूर्व जारी गरेको त्यसको साँखो अफलाइन लिखत बनाएर आउनुहोस्, बैंकको प्रतिनिधि आउनुहोस्। पहिला त मैले जुन अवस्थामा रोकेर राख्नुहुन्थ्यो नि पाम नहुँदा त्यही अनुसारले लिखत बनाएर तपाईँहरूको प्रतिनिधिसहित अब ऋण स्वीकृत गर्नुभएको तपाईँहरूको त्यो पत्रसहित तपाईँहरू आउनुभयो भने हामीले यहाँबाट रोकेर राखिदिन्छौँ भनेर पहिलाकै अवस्थामा अफलाइनै रोकेर हामीले त्यसरी राखिदिएका छौँ सर। सुरु गर्नु हाम्रोमा भू सेवामा आएर उहाँले लेखा तयार गर्नुहुन्छ त्यही हामीले राखेका छौँ। हामीले अहिलेसम्म 63वटा रोकेर आइसक्यौँ त्यसरी होइन। हामीले हाम्रोमा रहेका जस्तो हाम्रो सेक्टरमा चाहिँ के हामी सेकेन्ड फेजमा त गइसक्यौँ। गएको कारणले गर्दाखेरि हिजो अस्ति मात्रै ब्याङ्कको आयो उहाँहरू गरिदिनु भएन। नगरिदिएपछि आउनुभयो, मैले विभागसँग सम्पर्क गरेर मैले हजुरहरूसँग सम्पर्क चाहिँ गरौँ भनेर सोचिरहेको मिटिङमा भेला जानकारी पाएपछि यहीँ सोध्नुला भन्ने थियो। सर भोलि म काम गरिदिन्छु। अर्को मलाई अघि हाम्रो चाहिँ ट्रेनिङमा सहभागी सरहरूले एक दुईवटा क्वेसन गर्नु कुरा पाउनु भएको जस्तो लागेको छ। जस्तो पूर्जा कागेश्वरी मनोहर नगरपालिका आएको छैन सर। तपाईँ साथीहरूलाई भन्छ पूर्जाको हेडिङमा सम्बन्धित पालिकाको नाम त्यो सिस्टमले आफै जेनेरेट गर्छ। यो हामीले लेखिरहनु पर्दैन, सिस्टमले आफै जेनेरेट गर्छ, जेनेरेट गरेर आउँछ। अब वास्तवमा हामीले अघिको रोका थुक्पाको विषय पनि कुरा यहीँ आएर जोडिन्छ।
जबसम्म बायोमेट्रिक नगरेको लिङ्क नम्बर कायम नभएको यी दुईटै कुरा नभएको पूर्जा आयो भने हामीले रोक्का फुक्का त्यहाँ अनलाइनमा देख्न सक्दैनौँ। त्यो देख्न नसकेको कारणले हामी त्यो रोक्का चाँडी पर्छ, किनभने हामीसँग संस्थाको घटना त अहिले प्रशासन कार्यालयमै छ, हामीसँग घटना त हामीसँग छैन, त्यो सिस्टम हेर्ने त्यसले गर्दा पुरानो पूर्जा आयो जसमा बायोमेट्रिक गरेको पिक्चर, बायोमेट्रिक गरेको बायोमेट्रिक सिग्नेचर, बायोमेट्रिक चाहिँ तपाईँको पिएफपिएम पिटी नम्बर कायम नगरेको यस्तो पूर्जा आयोले प्रतिलिपि पूर्जा कायम गर्नको निम्ति पठाइदिनु होला। अहिले हाम्रो झापाको दमकमा चाहिँ त्यो काम गर्छ, त्यो अनुसार मात्रै काम गर्नुपर्ने छ। अघि राजस्व हुन्छ भनेर प्रश्न गर्नुभएको छ त्यो सर म्याडमहरूले। राजस्व हो, लाभ कर, संघीय सरकार। यो प्रश्न छ, सबै कोल निकाले प्रत्येक पालिकामा लाभ करका लागि खाता जेनेरेट गरिसकेको छ। त्यो कोल निकाल्दा रजिस्ट्रेसन शुल्क अघि त्यहाँ हाम्रो चौधन्दी गढीको सरले भन्नुहुन्छ हाम्रो राजस्व प्रदेशमा जम्मा हुने त्यो प्रदेशको खातामा र पछि हामीले 60% प्रदेशमा जान्थ्यो, त्यस्तो त्यो पनि त्यो चाहिँ हाम्रो राजस्व खाता हो, त्यसमा जम्मा गर्ने। अरू सेवा शुल्कहरू लिन्छ भने नगरपालिकाको आफ्नै खातामा जम्मा गर्ने। अब यो अर्को इन्टरनेट र चाहिँ यो भिपिएनको कुरा गरौँ। हामीले पनि 82 सालको माघदेखि हामीले भू सेवा सञ्चालन गरेका थियौँ। हामीले चाहिँ सञ्चालन गरेको भू सेवा सिधै भूमि प्रशासन दप्तरले मार्फतमा दिइन्छ। अहिले चाहिँ त्यो भू सेवा सञ्चालनले पनि अथोरिटी लिएर कानुन सम्बन्धी भू सेवा सञ्चालन गरेका त्यसले गर्दा यो अहिले हाम्रोमा लिङ्क छैन। हामीले ट्रेनिङमा पनि विषय उठाएका थियौँ, यो लिङ्क भएन भने हामीलाई काम दोहोरो पर्छ। अघि सरले भन्नुहुन्छ वास्तवमा मान्छे जानुहुन्छ के एकदम जानुहुन्छ, हाम्रो जान्छ त्यो कम्प्युटरमा त सेवा सञ्चालन गरेको कुरा यतापट्टि हाम्रो एसडीमा हुने एउटा सहज काम हुन्छ। यसको लागि सेवा सञ्चालन गर्दै हुनुहुन्छ सर म्याडमहरू पालिकाहरूले यो कुरामा चाहिने विभागसँग यहाँहरूले कुरा राख्नु होला। यदि भू सेवा सञ्चालन गरेको ठाउँबाट एसडी जो सर्भिस डेस्क हुन्छ हाम्रो सबैको त्यो सर्भिस डेस्कमा लिङ्क गर्यो भने काम अत्यन्त छिटो र छरितो हुन्छ। अर्को कुरा यो हामीले चाहिँ अब जस्तो हाम्रोमा पनि हामीले धनी हाम्रो सिस्टममा पनि रोक्का देखिन्छ, सिस्टम अन्तर्गतै आउँछ रोकाको पनि, किनभने त्यो भू सेवा मार्फत सिस्टममा त छँदैछ, हुने नै गर्छ, त्यो लेख्नु पनि पर्छ। अर्को नगरपालिकाको पूर्जा चाहिँ त्यो चाहिँ हाम्रो श्रेष्ठता र पूर्जामा आउँदैन सर म्याडमहरू, किनभने त्यो चाहिँ सिस्टममा जेनेरेट भएकोले नगरपालिकाको चाहिँ लोगो चाहिँ आउँदैन आफ्नै। अर्को यो भू वर्गीकरणको विषय अघि हाम्रो 2079 सालको माघमा भू वर्गीकरण गरिसकेको छ। अघि सरले चाहिँ भन्नुभयो एउटा बाटोदेखि यति मिटर यता पूर्व, यति मिटर पश्चिम अथवा आवश्यकतादेखि पछाडि भनेको छ। त्यो गर्दा एउटै किताब पनि दुईटा क्षेत्रमा पर्यो। यो भएकोले सर म्याडमहरूलाई म एउटा अनुरोध गर्छु, त्यस्तो छ भने हामीले एउटा सूचना जारी गरेपछि यो चाहिँ अहिले पालिकाले नि एकपल्टको लागि भूमि वर्गीकरण संशोधन गर्न पाउने व्यवस्था अस्ति कानुनले संशोधन गरेको छ। अब यो चाहिँ सूचना निकालेर त्यस्तो छ भने कार्यपालिकाले जो भू उपयोग परिषद हुन्छ हाम्रो स्थानीय तहपालिका त्यसैले संशोधन गरेर यहाँलाई सहज गरी काम गर्न पाउने व्यवस्था छ। यसको लागि र हामीलाई कुरा के सहज भएको छ भनेदेखि अहिले हाम्रो फिल्डबुकहरू सबै स्क्यान गरेर हामीलाई दिन्छ, उहाँबाट यो हुन्छ। अरू लिङ्कमै हुनुहुन्छ, अरू सरहरूको पनि केही छ भने आफ्नो आफ्नो अन्तर्तहमा कि हाम्रो गएको हो ठिक छ, उहाँहरू छलफल गर्दै हुनुहुन्छ। होइन, यो माहौल हामीले उहाँ सोध्ने होइन कि उहाँले जे भन्नुहुन्छ त्यो मात्रै कुरा बुझ्ने हो, उताबाट उत्तर खोज्ने होइन ल प्लिज।
स्थानीय तहमा हस्तान्तरण गर्दाखेरि अँ, त्यो समस्या देखियो भयो त्यो कुरा आयो त अब पछि सल्लाह गर्ने त्यसलाई यहाँबाट उत्तर खोज्ने ठाउँ होइन कि यो। अब फोनमा हामी सबै सेयर गर्छौँ आफ्नो पालिकाले जसलाई सोध्नुपर्छ सोध्ने पछि यो प्रश्न सोध्ने ठाउँ चाहिँ होइन भन्न खोजेको। अब के हुन्छ सर हाम्रो नरेन्द्र सर हुन्छ है हुन्छ अब छोटोमा हाम्रो यो ऱ्यापअप गर्छौँ अनि त्यो पछि हाम्रो सल्लाह फेरि गरौँला। समय पनि धेरै भइसक्यो बसेको सबैजना आइपुग्यो। भयो सर सरहरू हाम्रो यहाँ नेटवर्कको कारणले अलिकति डिस्टर्ब भयौँ। हामीलाई सुन्दै हुनुहुन्छ? सबै म्युट हुनुहुन्छ खोइ। हामीलाई सुन्दै हुनुहुन्छ है सबैजनाले? ओके, हाम्रो नेटवर्कको सानो समस्याले हामी एकछिन छुट्यौँ। हजुर बोल्दै हुनुहुन्थ्यो फेरि पनि स्थानीय तह अनुसारको हाम्रो तपाईँहरूको आफ्नै 7वटा पालिकाको केही छलफल सेयरिङ छ भने केही मिनट हामी अगाडि बढ्छौँ। त्यो पछि अनि आजकोलाई अन्तर्क्रियालाई हामी समाप्तितिर जानेछौँ। तपाईँहरू आफै छलफल गर्न सक्नुहुन्छ। नमस्कार। सुनिएको छ सर मैले बोलेको? एकेजी कसैलाई के भन्दै हुनुहुन्छ भन्नुहोस् त। एकेजी कसैलाई के भन्दै हुनुहुन्छ भने भन्नुहोस्। सुन्निएको छ सर, सुनेको छ। अब धेरै कुराहरू दिल्ली राम सरले राख्नुभयो। लगभग यहाँ उठान भएका सर्मिसहरूले राख्नुभएको कुराहरूलाई लगभग हामीले जाने जति सम्बोधन भए जस्तो लागेको छ। र मेरो फेरि पनि एउटै कुरा, यो राजस्व सङ्कलन गरेर राख्ने कुरामा चाहिँ कुन खातामा राख्ने हो भन्ने कुरा चाहिँ यही प्लेटफर्मबाट फेरि पनि मैले यहाँलाई अवगत गर्दछु। र बाँकी कुराहरू त हाम्रो दिल्ली राम सर शिव सतासी को हाम्रो दिल्ली राम सरले धेरै कुराहरू राख्नु भएको छ। उहाँलाई फेरि पनि धन्यवाद दिँदै मेरो कुरा हस् हस्, थ्याङ्क यू। अर्को पालिकाबाट कोही हुनुहुन्छ भने आफ्नो पालिका अन्तर्गत छलफल गर्न सक्नुहुन्छ। छोटो छोटोमा अब सपनीतिर लागौँ। सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, झापाको अर्को पनि हुनुहुन्थ्यो, केही छ भने राख्नु होला। उदयपुरकोले राख्नुभयो, झापाकोले। हामी सुन्दैछौँ है। यहाँहरूको पनि आफ्नो पालिका अन्तर्गतको अन्तरपालिका अन्तर्गतको छलफल केही छ भने गर्न सक्नुहुन्छ, नभए हामी टुङ्गोतिर लाग्छौँ। सुनिराख्नु भएको छ? ल, एउटा अन्तिम हजुरहरूसँग रिक्वेस्ट एउटा चाहिँ तपाईँहरू सबैजनाको फोटो चाहिँ एकपल्ट भिजुअलाइज गरिदिनुहोस् त। भिडियो अन गरिदिनुहोस् एकैपल्ट। ओके, सबैजना एकैपल्ट। सरहरूको मोबाइल नम्बर चाहिँ एकचोटि सबैले उपलब्ध गराइदिनु भयो भने राम्रो हुन्थ्यो। हुन्छ ल। लोकराजी
541 सुवर्णहरूको यसमा हजुरहरूको नम्बर फेरि मैले रिक्वेस्ट गर्न खोजेँ हजुरहरूको नम्बर हामीसँग छ यो ग्रुपमा हामी सेयर गरिदिन्छौँ तपाईँलाई सबैजनाको सबैको हामी सेयर गरिदिउँला सबै 7वटा पालिकाको नम्बर हामीसँग छ नामसहितको हामी सेयर गरौँला लोकराज जोशीजीको पनि भिडियो अन हुन्छ यताको भयो 1 1 2 3 4 5 6 ठिक छ ल एउटा ग्रुप फोटो मैले लिन्छु ओके सर्वप्रथम अब हामीले यो आजको अन्तर्क्रियाको समन्वय तपाईहरु महिना दिन अगाडिदेखि अगाडि बढिसक्नु भएको सन्दर्भमा विभिन्न पूर्वाधारका विषयवस्तु होला प्रशासनिक विषयवस्तुहरू होला अनि कार्यविधि मापदण्डका कुराहरू होला त्यसको बारेमा के कसरी अगाडि बढिराख्नु भएको छ र अहिले हामीसँग भएका 3वटा पालिकाहरूले यो अनुसारको तपाईले जुन नलेजहरू सेयर गर्नुभयो त्यसको आधारमा अगाडि बढ्नलाई केही न केही बाटो अगाडि क्लियर भएको छ यो भन्दै गर्दाखेरि हाम्रा सहभागी साथीहरूले यहाँ के प्रश्नहरू राख्नुभयो तेर्सन भयो त्यो प्रश्नको उत्तर धेरै गाह्रा प्रश्नहरू राख्नुभयो समस्या राख्दै तपाईले समस्या पालिकाको स्तरबाट राख्दै गर्नु हुँदाखेरि त्यसको उत्तर कसले दिने भन्ने सम्बन्धित विभागले मन्त्रालयले त दिन सकिरहेको अवस्था नभएको अवस्थामा हामीले कसरी दिने भन्ने एउटा सन्दर्भ पनि हुन सक्छ त्यो भनेको अब अगाडि बढ्दै जाँदाखेरि समस्या पनि आउँदै जान्छ त्यो समाधान पनि आउँदै गर्ला यो नयाँ गोरेटो नयाँ बाटोमा त्यो नै हामीले सकारात्मक रूपमा हेर्नुपर्ने हुन्छ अर्को राजस्व के गर्ने भन्ने तपाईहरुको 7वटा पालिकाबाट आफ्नो स्तरबाट कुरा आउँदै गर्दाखेरि हाम्रो 3वटा पालिका पनि हामी अन्यलमै छौं र तपाईहरु बीचमा चाहिँ राजस्वलाई चाहिँ विभाज्य खातामा राख्ने कि भन्ने कुराहरु पनि भएको छ र विभागबाट हाम्रो हरिशरण थापाजी पनि के पो भयो भइराछ केही छ भने सुनौँ भनेर बसिरहेको हामी ए हाम्रो सुनिएन कि के हो अशोक सर हामीलाई सुन्दै अशोकजी हामीलाई सुन्दै हुनुहुन्छ अशोक सर हाम्रो सुनेको छैन के हो हाम्रो सुनिएन नम्बर चाहिँ त्यहाँ सरहरूले ग्रुपमा पनि सेयर गरिदिनु भयो हुन्छ हाम्रो सुनिएन त्यहाँ अशोकजी सुनिएन मेरो सुनिन्छ अशोक सर मलाई सुन्दै हुनुहुन्छ एकछिन यहाँ माइकमा समस्या भएको विस्मति हुन्छ अब अशोक सर सुन्दै हुनुहुन्छ डबल ड्युप्लिकेसन आयो इको ड्युप्लिकेसन भयो भएन इको आयो हाम्रो भट्टजी कहाँ यता हुनुहुन्छ नवराज सरको आयो ल ओके अब हुन्छ कि अशोक सर सुन्दै हुनुहुन्छ अलिकति डिस्टर्बेन्स पनि छ माइकमा समस्या भएकोले त्यहाँ पनि आयो तपाईहरु जुन नम्बर सेयर गर्दै हुनुहुन्छ त्यो नम्बर हामीसँग छ यो ग्रुपमा हामी सेयर गरौँ तपाईहरु ग्रुपमा पनि पठाइदिएको सर हामीले त ए हुन्छ अलिकति डिस्टर्बेन्स भए पनि म के कुरा राख्न चाहे समस्या भयो
कुनै छ अरू उपाय छ? अब सुनिन्छ? अशोक सर सुनिराख्नु भएको छ? साउन्ड सुनिएन सर हजुर। साउन्ड सुनिएन। बोलौँ? अशोक सर सुनिराख्नु भएको छ? अशोक सर सुनिराख्नु भएको छ? यो टेक्निकल समस्या अलिकति समस्या भयो साउन्ड माइकमा। अब यो प्रशिक्षण र अन्तर्क्रियाको सन्दर्भमा हामीले समस्या समाधान गर्नेतिर भन्दाखेरि पनि तपाईँहरूको अनुभव हामीले सेयर गर्ने मौका पायौँ र टिपिएका समस्या इस्युहरूलाई हाम्रो स्तरबाट मन्त्रालयमा फरवार्ड गर्ने प्रयास गर्नेछौँ। तपाईँहरूको सिकाइ अझ भन्दै गर्दाखेरि कागेश्वरी मनोहराले 1 महिना अगाडिदेखि जुन 300-500वटा कामहरू अगाडि बढाइसक्नु भएको छ, त्यो कुरा सुन्दै गर्दाखेरि अरू 6वटा पालिकाले पनि अगाडि बढ्दै गर्नु हुँदाखेरि हाम्रो 3वटा पालिकाहरू पनि त्यही तपाईँहरूको नलेज सेयरिङबाट अब अगाडि बढ्नुहुन्छ, त्यसको तपाईँहरूको अनुभवबाट अगाडि बढ्नुहुन्छ भन्ने हामीले मान्यता ल्यायौँ। र यो फोरम समस्या समाधान गर्ने होइन कि समस्या उजागर गरेर अगाडि प्रष्ट अगाडि जाने भन्ने हिसाबमा हामीले अगाडि लिएका छौँ। अब यो राजस्वको सम्बन्धमा चाहिँ हाम्रो हरिशरण थापाजी पनि हुन्छ मालपोत विभागबाट यहाँ हामीसँगै हुनुहुन्छ, अहिलेको लागि चाहिँ केही समस्या बाहिर हुनुहुन्छ। उहाँले पनि हिजोसम्म यो समस्या भयो भन्दै गर्नु हुँदाखेरि यो विवाद चाहिँ खातामा राखेर जाने भन्ने एउटा प्र्याक्टिस पनि उहाँले अगाडि सारिसक्नु भएको भन्ने कुरा पनि आयो। अब यो फेसबुक प्रोटेस्टरको चाहिँ स्क्यान गरेर सेयरिङ गर्ने सन्दर्भमा त्यति सजिलो भन्दाखेरि र हामीले भोग्दै गरेको समस्याको समाधान त्यति सजिलो देखिँदैन। यद्यपि यसको समाधान कसरी जाने जुन दोहोरो किता नम्बर पऱ्यो भनेपछि त ब्लन्डर भइसक्यो यो। तर सधैँ यसरी बसेर हुँदैन, केही न केही उपाय लिएर तपाईँले व्हाट्सएप ग्रुपबाट किताब सेयर गर्ने अहिलेको लागि त तुरुन्त होला, सस्टेनेबल त भएन, समस्याहरू पनि छन्। यो पछाडि तपाईँहरू 7औँ 8औँ 9औँ हुँदै जान्छ र त्यो प्रक्रियामा समस्याको समाधान पनि आउला भन्दै तपाईँहरूको छोटो हाम्रो निमन्त्रणामा छोटो समयमा तपाईँहरू आएर अनुभवहरू सेयर गरिदिनु भयो। र मुख्यतया मैले थाहा पाए अनुसारको यो 7वटा पालिकाहरू जुन आज हामी भेट्दैछौँ, तपाईँहरू पनि यसरी एकै ठाउँमा बसेर छलफल गर्नुभयो भएन। र आज विशेष गरेर तपाईँहरू आफैलाई पनि र हामीलाई पनि चाहिँ एउटा मौका अवसरको एउटा क्षमा भएको छ। र यसरी गरी यो भिडियोहरू हामीले केही पार्टमा रेकर्ड पनि गरेका छौँ। त्यसलाई सम्बन्धित विभाग, भूमि व्यवस्थापन विभाग र हाम्रो प्रशिक्षण केन्द्रबाट अगाडि बढाउँदै तालिमको कमीका कुराहरू पनि आएको छ। अबको नयाँ आर्थिक वर्षबाट विभिन्न ठाउँमा प्रशिक्षण केन्द्रले चाहिँ यो एकद्वार सेवा जुन हामी भूमि प्रशासनको सेवाको लागि भन्दैछौँ, यसलाई तालिमहरू लिएर तपाईँहरू सामु फेरि पनि आउँदै गर्नेछौँ। यदि भन्दै पुनः एकपटक हामी विभिन्न 7वटा पालिकाहरू कागेश्वरी मनोहराबाट हाम्रो अशोक कुमार सिंहजी र नवराजजी, शिव 87बाट दिलराम नेपालजी, कन्काईबाट बद्री दाहालजी, अनि चौडन्डीबाट यज्ञ श्रेष्ठज्यू, हुम्लुबाट विपिन खरेलज्यू, रोशी गाउँपालिकाबाट दिपेश सौलागाईज्यू र मिलम्चीबाट उत्सव रेग्मीज्यूलाई हाम्रो धनगढी, बेलडाँडी, लम्की चुहार लगायत हाम्रो भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको तर्फबाट हार्दिक धन्यवाद नमस्कार दिँदै आजको यो छोटो अजिमेट तयार गरेर हाम्रो प्लेटफर्मलाई चाहिँ म्यानेज गरिदिनु भयो हाम्रो यहाँको प्राविधिक साथी नरेन्द्र भट्टजी र ग्रीष्म प्रधानजी प्रशिक्षकलाई हार्दिक धन्यवाद दिँदै तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद, हार्दिक आभार। यति भन्दै आजको लागि हामी छुट्टिन्छौँ। आज छुट्टिनु भनेको फेरि हामी जोडिँदै जानेछौँ। हस्, धन्यवाद। सबैलाई धन्यवाद। ल थ्याङ्क यू। हामी 1 बज्यो, अब ब्रेकमै जाने होला हो। ल ब्रेकमै जाउँ अब।